सो हेलो एभ्री वान वेलकम टु अनदर पोडकास्ट अफ नेपाल फुटबल फेनेटिक्स। आज हामीसँग हाम्रो नयाँ प्यानल मेम्बर हुनुहुन्छ सेन्से सर। हेलो हेलो। हेलो 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 आज एभ्रीबडी। आज हामी के गर्न गइरहेको छौँ भन्दाखेरि प्रपर म्यान्चेस्टर युनाइटेड टक्स होइन। अनि लाइक हाम्रो आजको टपिक, आज हामीसँग धेरै टपिकहरू छ, म्यान्चेस्टर युनाइटेडको कम्प्लिट कुराहरू हामी गर्नेवाला छौँ। आजको भिडियो हामीले दुईवटा सेगमेन्टमा डिभाइड गरेका छौँ र विदाउट एनी डिले फर्स्ट सेगमेन्टमा जाऊँ न त। फर्स्ट क्वेसन टु हाम्रो न्यू प्यानल मेम्बर सेन्से दाई, की फ्याक्टर्स बिहाइन्ड म्यान्चेस्टर युनाइटेडको डिसअपोइन्टिङ सिजन, वाइ 15th? त्यो त फर्स्ट अफ अल वाइ 15th इज अ बिग क्वेसन है। लाइक जतिसुकै नराम्रो खेल्दा पनि 15th नै फिनिस हुनु भनेको त अलिक बेसी नै नराम्रो हो होइन। नट तर एक्सेप्टेबल। ओभरअल एब्सोल्युटली नट एक्सेप्टेबल। त्यो पनि म्यान्चेस्टर युनाइटेडको स्ट्याचरको क्लबको लागि एब्सोल्युटली नट एक्सेप्टेबल नै हो त्यो होइन। मैले वान अफ द मेजर रिजन भन्छु, हाम्रो प्लानिङ भनेको कस्तो थियो भन्दाखेरि एरिक टेनह्यागको बेलामा बिफोर इनियस वेन एरिक टेनह्यागले आफ्नो ट्रान्सफर्सहरूको डिलिङ गरेर आएको थियो, उसको एकदम ह्युज थियो त्यो ट्रान्सफर्सहरूमा। त्यसले एकदम ह्युज इम्प्याक्ट गर्न गयो वेन बी रिमुभ टेनह्याग। टेनह्यागले पर्फर्म गर्न सकेन। टेनह्यागलाई नै कन्टिन्यू गराइराखेको भए टप 10 फिनिस पोसिबली देखिन्थ्यो होला आई बिलिभ होइन। तर एउटा म्यानेजरको कम्प्लिटली एउटा उसको अन्डरमा अन्डर पर्फर्म गरिरहेको, उसको लागि नै नराम्रो प्लेयरहरू हामीले देखिसकेको प्लेयरहरूलाई एउटा नयाँ कोचले नयाँ सिस्टममा गर्नु पर्दाखेरि त्यो एकदमै अनयुजुअल हुन गयो। हाम्रो प्लेयर्सहरू पनि त्यस्तै छन्, कोहीलाई ट्रेनिङ गर्न गाह्रो, कोहीलाई बुझ्न गाह्रो, कोहीलाई म्यानेजर नै गलत हो भन्ने खालको कुरा त जहिले हाम्रो म्यानेजमेन्ट युनाइटेडको प्लेयरहरूमा रहि नै रहन्छ। प्लेयर एटिट्युड त आफ्नै ठाउँमा छ। तर त्यो फर्मेसनमा राम्रो खेल्न सक्ने प्लेयरहरूले पनि जसले पर्फर्म गरिरहेका थिए उनीहरूले पनि सकेनन्। एन्ड आई बिलिभ फ्यु प्लेयर्स, स्पेसली मैले नामै भन्नुपर्दाखेरि आन्द्रे उनाना वाज अ भेरी भेरी बिग फ्याक्टर हाम्रो डिमोरलाइजिङ गेमहरूको लागि। कहीँबाट राम्रो खेलिरहेको छ, फ्याक्टर वाइयर गोल खाइदिने, मोरल डाउन गराइदिने, त्यो उनानाको एकदम ठुलो मिस्टेक देख्छु। लाइक हाम्रो इन्टायर टिममा एउटा बिगेस्ट कल्प्रिट मैले निकाल्नु पर्यो भने मैले आन्द्रे ओनानालाई भन्छु डाइरेक्टली। अरूहरूको एन्ड देन आफ्टर आन्द्रे ओनाना पछाडि हाम्रो होइल्यान्ड भन्नै पर्दैन। आएको चान्सेस त्यस्तो चान्सेसहरू आई बिलिभ एनी अदर स्ट्राइकर प्रिमियर लिगमा खेल्ने एनी अदर स्ट्राइकरले त्योभन्दा राम्रो कन्भर्सन रेट देखाउन सक्थ्यो, त्योभन्दा राम्रो बल कन्ट्रोल देखाउन सक्थ्यो। बल आयो कि ढल्दिने, बल फर्स्ट टच वाइया हानिदिने, दिस वर द रिजन्स जसले गर्दा यता हामीले गोल हाम्रो लास्ट सिजनको एउटा नोटिस गर्ने हो भने गोल खाएको हामीले एकदम धेरै छैन। कम्पिटेटिभली हामीले हान्नै नसक्यो, अब गोल हान्नै नसक्नु वाज द रिजन। सिन्से सो आई बिलिभ या एउटा त्यसमा उच्च मलाई के लाग्छ भने नि होइन, लाइक एब्सोल्युटली होइल्यान्ड वाज एब्सोल्युटली टेरिबल होइन, नो क्वेसन अबाउट द्याट। तर एउटा युथ प्लेयरलाई, एउटा युथलाई लिएर आएर हामीले होइन, त्यो युथको माथि कोही एउटा मेन्टरै छैन, कोही सिनियर प्लेयर नै छैन स्ट्राइकर, अनि मेबी वी आस्क टु मच अफ फ्रम होइल्यान्ड कि मलाई चाहिँ त्यो लाग्छ कि। किनभने तिमी होइल्यान्डलाई होइल्यान्डको फर्स्ट सिजन एज अ युथ यङ प्लेयर भनेर लिएर आएर कम्प्लिट सिजन नै स्टार्ट गराइदिएर अनि वी क्यानट एक्सपेक्ट हिम टु गो नट्स के लाइक ब्रुनो फर्नान्डेस त होइन नि त। ब्रुनो फर्नान्डेस वाज एब्सोल्युटली एक्सेप्सनल होइन, आउने बित्तिकै उसले पर्फर्म गरे। तर होइल्यान्डले चाहिँ यार मलाई चाहिँ त्यो एज अ पार्ट म रुबेनलाई त्यहाँ केही पनि दोष लाउँदिनँ होइन, तर एउटा कुनै सिनियर स्ट्राइकर क्या, तिमीलाई उहरू याद छ होला जब रुनी थियो, जब भ्यान पर्सी थियो, जब इभन ज्लाटन थियो होइन। हामी त्यतिखेर कम्पिट नट फर द टप पोजिसन, हाम्रो लागि सेकेन्ड हुनु डिसअपोइन्टिङ सिजन हुन्थ्यो। द्याट वाज अ भेरी एक्ज्याक्टली। डिफरेन्ट टाइम। त्यो बेलामा मैले भन्न खोजेको के हो भने, त्यो बेलामा हाम्रो युथहरू हेर न, मेसन ग्रिनवुड हेर, जेम्स विल्सन हेर, इभन मार्कस रासफोर्ड हेर होइन, तिनीहरूको माथि चाहिँ कोही एउटा प्लेयर क्या दे कुड लुक अप टु कि। अब अहिले रास्मस होइल्यान्ड कस्तो ठाउँमा छ भने इफ ही स्कोर्स म भन्छु कि दिज आर अल एक्सक्युजेस। अरू कुनै क्लब उठाएर हेर न, विलियम डेललाई के अरे लियाम डेलर यस्तो राम्रो खेलेको छ, को छ त्यसको मेन्टर त्यहाँ? यार इप्सिच हो त्यसलाई नि त यार। नेक्स्ट हो ठिक छ, बिना पर्फर्म वर्स देन स्विच गोलिङ डिपार्टमेन्टमा त्यति गोल हामी प्लेयर हाम्रोमा भइदिएको, एउटा डेला जस्तो पनि प्लेयर एउटा भइदिएको भए हामीले त्योभन्दा बेसी स्कोर गरेर आउँथ्यौँ। आम नट टेलिङ। अनि यस्तो यस्तो त फेरि के अरे होइल्यान्ड फर्स्ट सिजन होइन नि त, यहाँ एक सिजन उसले लास्ट सिजन भन्दा वर्स्ट खेल्यो कि अझ यो सिजन। त्यो पनि त्यो चाहिँ नट अन्डर डिफिकल्ट सर्कमस्टान्सेस। उसको खुट्टामा आउने बल उसले डिफ्लेक्ट गरेर कहाँ पुऱ्याइदिएको छ।
विदाउट प्रेसर नै उसले बल लुज गरिरहेको छ। पाएको चान्सेसहरू खुट्टामा अस्ति भर्खरको फ्रेन्डलीको पनि मैले याद गरिरहेको थिएँ। खुट्टामा आएको बल उसलाई हि इज नट इभन रेडी। तिमी बक्समा बसिरहेछौ, यु आर 5 yards फ्रम द गोल पोस्ट, अनि अनि तिमीलाई बल खुट्टामा आउँदाखेरि के गर्ने पनि भएको छैन। तिमीले डाइरेक्टली कहाँ पुऱ्याइदिएको छौ बल। त्यो भनेको त एब्सोल्युटली अनएक्सेप्टेबल हो नि। त्यो कुनै पनि स्ट्राइकर लाइक ओबी आयो, आउन साथ उसले गोल हान्यो। हामीले ओबीलाई त्यहाँ नखेलाउनुमा त आई थिङ्क द्याट वाज अ गुड डिसिजन। त्यो एउटा ब्याड सिजनमा उसलाई अनावश्यक प्रेसर भएर त्यो युथ प्लेयरको मोरालिटी नै बिग्रिने कुरा हुन्छ त्यसमा। तर होइल्यान्डले त चान्स नपाएको पनि होइन, त्यसले लास्ट सिजन पनि पुरै खेलेकै हो। या एउटा राम्रो मिल्टर छैन भन्ने कुरा म अग्री गर्छु होइन। तर त्यो पाएको चान्स त हान न यार। तिमीले कहाँबाट के बिगारेको छौ, तिमीलाई आइडिया नै छैन। युआर नट इभन इम्प्रुभिङ, युआर नट इभन ट्राइङ। अनि जर्सीको हामीले कति होइल्यान्ड क्रिटिसिजम हेरेको छौँ लास्ट सिजनमा। इज होइल्यान्ड द्याट ब्याड स्ट्राइकर त भन्ने कुरो क्वेसन हो कि त्यस्तो खतम छ त त्यो स्ट्राइकर यार। किनभने हामीले लास्ट सिजन च्याम्पियन्स लिगमा देखा हो यो सिजन पनि युरोपामा गोल हानेछ। युरोपाको स्टार्टिङमा गोल हानेको थियो होइन। लास्ट सिजन तिमीलाई त्यो गेम याद छ, बायर्नसँगको गेम इमेजिन गरेर त त्यसले कस्तो राम्रो गोलहरू हानेको थियो कि। राम्रो खेलेको थियो। हि सोड पोटेन्सियल, द्याट इज द रिजन मलाई झन् रिस उठेको कि। लाइक भन्छ नि लास्ट सिजन हामीले ल हिज र भनेर भन्छौँ हामीले कुराकानी गर्दाखेरि, तर यो मान्छेमा पोटेन्सियल छ, यसले खतरा खेल्न सक्छ, होइल्यान्ड इज गोइङ टु डु ग्रेट भन्ने जस्तो हामीलाई लाग्थ्यो। यो सिजन आउँदाखेरि स्टार्टिङमा ग्लिम्सेस देखायो, नट इन द प्रिमियर लिग, अरू युरोपियन उसहरूमा राम्रो पनि खेलेको थियो। तर झन् त्यसको पर्फर्मेन्स बिग्रिँदै गयो कि। त्यसलाई अब प्रेसर ल ठिक छ, यो यसलाई गेम टाइम नदिउँ, यसलाई टिमबाट बाहिर निकाल्नु, त्यस्तो पनि गरेको छैन। एभ्री टाइम इज अभाइलेबल। उसले स्टार्ट गरेको छ, अदरवाइज सब्स्टिट्युट भएर उसले एटलिस्ट 20-25 मिनट्स त हरेक गेम खेलेको छ। इच एन्ड एभ्री गेम ऊ फिट भएको बेला गेम टाइम नदिएको हो कि, उसलाई प्लेयर सपोर्ट छैन कि, उसलाई ब्रुनोले चान्स क्रिएट नगरिदिएको हो कि। ब्रुनोको अझ कति बेसी एसिस्ट हुन्थ्यो। नट जस्ट द्याट, ऱ्यासफोर्डको आज मैले एउटा हेरिरहेको थिएँ, के अरे त्यो कप हेरिरहेको थिएँ ट्विटरमा। ऱ्यासफोर्डको कति धेरै एसिस्ट आइसक्थ्यो बिफोर हि वेन्ट आउट अन लोन। ऱ्यासमस होइल्यान्डले त्यसमा मेजोरिटी मिस गरेको थियो। एकदम ओपन पोस्ट चान्सेसहरू एन्थनीले मिस गरेको थियो, गार्नाचोको मिस गरेको थियो। हाम्रो त्यही हो कि, आइएम नट जस्ट एउटा सिङ्गल आउट गर्दाखेरि चाहिँ होइल्यान्डको नाम आउँछ होइन, तर आवर फरवर्ड्स हेभ बिन टेरिबल दिस सिजन। गार्नाचोले हेर न, लास्ट सिजनसम्म गार्नाचो, माइनो, आमद यिनीहरू हाम्रो पोस्टर बोय थियो कि। अब ल नेक्स्ट सिजन यिनीहरू सम्किन्छन्, यिनीहरूले हामीलाई मजाले एटलिस्ट च्याम्पियन्स लिग क्वालिफिकेसन त लिएर जान्छन्। त्यसमा त एउटा साइन भएको स्टिल आमद इज डुइङ रियली वेल होइन। तर वान सेकेन्ड म्यान्चेस्टर युनाइटेड प्लेयर हो, कति बेला कहाँ गएर के बिग्रिन्छ थाहा नै हुँदैन होइन। बट गार्नाचो वाज अ बिग सरप्राइज यो सिजन उसले पर्फर्म गर्न नसक्नु भनेको। हाम्रो सब्स्टिट्युटमा आउँदैन गार्नाचो आफू गोल हाल्छ भनेर बस्दैन हामी। मेरो कन्सर्न चाहिँ त्यही हो क्या। मेरो कन्सर्न के हो भने दिज आर द युथ प्लेयर्स होइन, जसलाई चाहिँ हामीले यो सिजन मात्रै एटलिस्ट पनि ल भनौँ न आमाद ल बिचमा घाइते भयो, नत्र भयो होइल्यान्डलाई ल्याऊ, गार्नाचोलाई ल्याऊ, कोबी माइनोलाई ल्याऊ। कोबी माइनो इन्जर्ड हुनुभन्दा अगाडि हि लिटरली प्लेड एभ्री गेम के होइन। गार्नाचो प्ले एभ्री गेम के, आइदर फ्रम द बेन्च ओर फ्रम स्टार्ट होइन। यो युथ प्लेयरहरूलाई चाहिँ हामीले यति धेरै रेस्पोन्सिबिलिटी दिएर राखेको छ कि दे विल फल डाउन के। त्यो एक्सपिरियन्स छैन नि त। अब गार्नाचोको डिफेन्समा म के भन्छु भने चाहिँ होइन, बिङ अ म्यान्चेस्टर युनाइटेड प्लेयर, एउटा यसो हाइन्डसाइडमा सोचौँ न, बिङ अ म्यान्चेस्टर युनाइटेड प्लेयर, म्यान्चेस्टर युनाइटेड युथ प्लेयर एक्चुअली होइन, जसको चाहिँ ब्रेक थ्रु सिजन लास्ट सिजन थियो, अझै भन्नु भने फुल सिजन यो सिजन थियो। त्यो प्लेयर आएर युआर द गाई द्याट सुड टेक अस टु च्याम्पियन्स लिग भनेर हामीले त्यो प्रेसर हालिदिएको छ कि त्यसको सोल्डरमा। मेरो कन्सर्न के हो भने त्यसको ठाउँमा अर्को एउटा प्लेयर हुनु पर्थ्यो क्या। तिमीले यदि टेनागलाई तिमीले ब्याक गरेर छौ भनेपछि होइन, रुबन आमोरिम मिड सिजन आउनेवाला पनि थिएन नि त। तिमीले रुबन आमोरिमलाई मिड सिजन ल्याउने भनिसकेपछि तिमीले जानमा त्यसलाई ब्याकअप दिनु पर्यो नि। एक्ज्याक्टली होइन, आई बिलिभ त्यो त म्यान्चेस्टर युनाइटेडको रिक्रुटमेन्ट र त्यसमा अझै पनि इस्यु छ, फाइनेन्सियल इस्युज आफ्नो ठाउँमा छ नै होइन। तर लाइक अब यो प्लेयर ल्याउने इन्टेन्सन छैन भने, के अरे यो कोच ल्याउने इन्टेन्सन छैन भने त्यही अनुसारले आफ्नो टिम बिल्ड गरेको हुन्थ्यो। उनीहरूले त्यही अनुसारले स्टार्ट गर्यो। मिड सिजन एउटा 3-back फर्मेसन खेलाउने, कम्प्लिटली डिफ्रेन्ट फर्मेसन, डिफ्रेन्ट गेम स्टाइल खेलाउने टाइपको प्लेयर के अरे त्यो कोच तिमीले ल्याउन खोजेको छ भने उसलाई ब्याकअप दिनुपर्छ अभियसली। तर आई बिलिभ टेनागलाई अहिलेको टाइममा 15 फिनिस गर्दाखेरि पनि प्रेसर नआउनुको कारण पनि त्यही नै हो। यो सिजन बोर्डले पनि मानेको छ गल्ती हामीबाट पनि भएको हो, तँलाई हामीले भनेको टिम दिएको छैनौँ। यो सिजन अब अपकमिङ सिजनमा चाहिँ एउटा रियल टेस्ट हुन्छ उसको लागि। त्यो अभियसली त्यो आफ्नो ठाउँमा छ नै,
तर म्यान्चेस्टर युनाइटेडको ओभरअलमा भने कि त्यो लाइक रिक्रुटमेन्टदेखि लिएर त्यो म्यानेजर चेन्जदेखि लिएर गेम प्लानदेखि लिएर सब बिग्रिरहेको ठाउँमा प्लेयरहरू दे एब्सोल्युटली डिड नट स्टे अप अनि डिड नट स्टे एउटा एब्सोल्युटली डिड नट लागेको थियो क्या, तिमीले जुन सुरुमा ओनानाको इस्यु ल्याएको थियो नि होइन, द्याट वाज एब्सोल्युटली करेक्ट क्या। ओनाना भनेको वान अफ द मोस्ट सिनियर प्लेयर्स अफ आवर टिम हो क्या। द्याट इज माई पोइन्ट। मैले त्यो कुरामा आउँदै थिएँ। गार्नाचोहरूको केसमा बिलिभ गर्न सकिन्छ, या प्रेसर आयो एक्कासी अन्डर पर्फर्मिङ टिममा तिमी आउट अरूलाई उ गरेर देखाइदियो भन्ने टाइपको एउटा थिङ्किङ आयो। जुन गेममा हामीले एकदम बेसी गोल हान्न सक्छ, याद छ त्यो गेमहरूमा पनि उसले पुरा मै हान्छु कि मै हान्छु भनेर खेलिदिने हाम्रो ऱ्यासफर्डहरूसम्मको एटिच्युड त्यस्तो छ। टिम प्लेमा नभइकन हामी इन्डिभिजुअल प्लेयर्समा गइदिने भन्ने टाइपको गेम प्ले छँदैछ। त्यहाँ एक्सपिरियन्समा ब्रुनो इज नट द काइन्ड अफ क्याप्टेन जसले उसलाई त्यो उसमै थर्काइदियोस्, फिल्डमै थर्काइदियोस्, या आई बिलिभ ड्रेसिङ रुममा पनि थर्काउँदैन होला ब्रुनोले। त्यो आफ्नो 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 ठाउँमा ल्याकिङ छँदैछ उसको। यही टाइम रोइकिनहरूको बेलामा गरेको त्यहीँनिर कलर समातेर खुरुक्क राम्ररी खेल्छस् कि यहाँबाट धपाएर पठाइदियो भन्ने खालको क्याप्टेनहरू हुन्थ्यो हाम्रो होइन। त्यो आफ्नो ठाउँमा छँदैछ। लिभरपुलको भ्यान्डाइक हेर नि त्यहाँ ग्राउन्डमा इभन ट्रेन्ट होस्, साला होस्, जोसुकै होस् यार, जसलाई कसरी थर्काएको थियो हामीसँगैको गेममा ट्रेन्टलाई यस्तो नराम्ररी थर्काएको थियो फिल्डले। ट्रेन्टको अनुहार अँध्यारो भइसकेको थियो। त्यो क्यारेक्टर छैन यो टिममा, एन्ड द्याट इज अ भेरी इम्पोर्टेन्ट पार्ट अफ स्पेसली प्रिमियर लिग जस्तो उसमा खेल्नलाई त्यो चाहिन्छ है। अब अर्को मैले त्यही भनेको पनि त्यही थियो क्या, जस्ट बिङ अ गुड प्लेयर डजन्ट मेक यु अ गुड क्याप्टेन के। तिमीले क्याप्टेन्सीको एउटा देखाउनै पर्छ, त्यो अलिकति कराउनै पर्छ क्या। त्यो कराउने भनेको आफ्नो प्लेयरलाई प्रेसर राख्नलाई कराउने होइन जस्तो लाग्छ कि, त्यो अपोनेन्टलाई प्रेसर दिनलाई कराउने जस्तो लाग्छ कि। रोइकिनहरूको बेलादेखि अहिले फुटबल एज चेन्ज अ लट। पहिला प्लेयरहरू त्यो गेम पछाडि हात मिलाएर हिँड्ने, सिटीको प्लेयरहरूसँग आफ्नो प्लेयरसँग हात मिलाउँदै हिँड्ने, त्यो द्याट वाज अनएक्सेप्टेबल। हामी टनलमा फाइट हेर्थ्यौँ, त्यो रमाइलो हुन्थ्यो। अहिले पुरा हात मिलाएको छ, हो डेब्रुनालाई ल बाल खेलिस् भनेर कङ्ग्रेचुलेसन्स भन्दै हिँडेको छ। ए सिटीको प्लेयर हो यार, ल खेलिस् आफ्नो ठाउँमा खेलिस् भन्ने म्याच सँगै हिँड्ने हो। त्यो के हो त्यो मेन्टालिटी नै चेन्ज भइसकेको छ फुटबलको। बट डिस्पाइट द्याट त्यो हुँदाहुँदै पनि त्यो टिममा त्यो फिल्डमा एउटा क्याप्टेन क्यारेक्टर देखाउनु एकदम जरुरी हुन्छ। तैँले नराम्रो खेला जस् त कुरुको यहाँ आएर खेल, अबबाट पास गरिनस् भने तँले मैले जानेछु भन्ने टाइपको एउटा भन्ने टाइपको नट जस्ट क्याप्टेन कि अरू पनि मान्छे त्यहाँ हुनुपर्छ। वाट आई फेल्ट वाज ब्रुनोले कासिमिरोलाई सम्झाइरहेको हामीले धेरैचोटि देखाएको छौँ। युथहरूलाई खै त त्यो वाला देखाएको। अर्को कासिमिरोकै कुरा गरिदिउँ, जुन ठाउँमा ओनानाले खत्तम खेल्यो, ठाउँमा बिगार्यो, डिमोरलाइजिङ पर्फर्मेन्स थियो, कासिमिरो जसलाई एकदम इमिडिएटली बेच बुढा भयो यान त्यान भन्दाको बेच, हाउ वेल डिड ही स्टेप अप फर दिस टिम, कस्तो राम्रो खेलेको। त्यो त्यहाँनिर गएर एक्सपिरियन्स देखिन्छ। जुन तिमीले भन्यो त्यो युथ प्लेयरहरूको, त्यो हाम्रो फेरि एक्सपिरियन्स प्लेयरहरूमा पनि इभन जन इभान्स, क्रिस्टियन एरिक्सन आफ्नो एबिलिटी अनुसार दे प्लेड रियली वेल। जन इभान्सले बल कन्ट्रिब्युट गरेको छ नि यो सिजन, लास्टै धेरै कन्ट्रिब्युट गरेको छ। अब चाहिँ हेर है, टिममा जस्ट स्ट्राइकिङ पोजिसनमा एउटा ऊ चाहिन्छ भन्ने पनि छैन कि तिमीलाई स्ट्राइकरमा एउटा एक्सपिरियन्स प्लेयर चाहिन्छ, यो विङमै एक्सपिरियन्स प्लेयर चाहिन्छ गार्नाचोहरूलाई सिकाउनलाई, होइल्यान्डहरूलाई बाबु यसरी गोल हान भनेर भन्नलाई भन्ने छैन कि। फिल्डमा ब्रुनोलाई थाहा छ नि यसरी गोल हान्ने हो, कासिमिरोलाई थाहा छ नि गोल कसरी हान्ने, त्यहाँनिर छ भने बक्समा कसरी गोल हान्ने के गर्ने भन्ने कुरा त होइल्यान्डलाई पनि थाहा छ कि त्यो कुरा। हान्न भाइ, हान्दैन भने खुट्टा 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 भाँचिदिन्छु भन न त्यहाँ खै। That is my point. These players, they know how to play. They have shown, अनि exactly, they have already shown how to play. राम्रो खेलेको पनि हो, पहिला एकदम पर्फर्म गरेको, ल यो प्लेयरमा पोटेन्सियल छ, खतरा खतरा गोल छलाएर हानेको छ यार गार्नाचोले, होइल्यान्डले कस्तो राम्रो गोलहरू हानेको हुन्थ्यो लास्ट सिजनसम्म। कुटर्स गोलहरू पनि हानेकै हो त्यसकोमा हामीले ल्याकिङ देख्थ्यौँ। त्यसको फर्स्ट टच अझै पनि हल्का प्रब्लमेटिक छ जस्तो। होल्ड अप प्लेयरहरू कस्तो राम्रो हुन्छ गार्नाचोको, के अरे उसको होइल्यान्डको प्लेयरहरूलाई पुरा ऊ गरेर ब्लक गरेर राखिदिएर डिफेन्डरहरूलाई। अहिले त्यो पनि गर्न सकेको छैन, टिमले स्टेप अप नै गरेन। द्याट वाज बिग इस्यु। एन्थनी यहाँ उसलाई त्यही काम, प्रिमियर लिग मैले त्यही भन्छु इट्स द बिग च्यालेन्ज फर विङ्गर्स। हरेक सिजन हामीले यो सिजन विङ्गरले राम्रो खेलेको छ भने नेक्स्ट सिजन उसको लागि डिफेन्डरहरूले प्लान बनाइहाल्छन्। विङ्गर्सहरूको लागि स्पेसली भेरी भेरी डिफिकल्ट। त्यसमा एन्थनीको वान ट्रिक पोलिस जुन भनेको त्यसको उसले त्यही पाराले खेल्दै गयो, त्यही पर्फर्मेन्स उसले लालिगामा त्यही पाराले त खेलेको हो। जे काम हाम्रोमा उसको गेम हेऱ्यो भने, हाइलाइट हेऱ्यो भने म्यान्युमा जे गर्थ्यो त्यही नै गरिरहेको छ उसले त्यहाँनिर डिफेन्डरहरूले अझै बुझेको छैन। बस त्यति हो कुरा। यहाँनिर प्रिमियर लिगमा लप्पन सप्पन चल्दैन। प्रिमियर लिगमा यु हेभ टु बी डाइरेक्ट, यु हेभ टु कट इन, यु हेभ टु बी डाइरेक्ट, यु हेभ टु क्रस, यु हेभ टु बी अनप्रेडिक्टेबल। त्यो एउटै काम गर्छ, यता यस्तरी गरेर रोबेन पाराले लिएर जान्छु भनेर सक्दैन प्रिमियर लिगमा।
द्याट इज द इस्यु। अनि अर्को क्वेसन इज टेनाक गयो, उसकै साइनिङहरू थियो होइन, अनि जनवरीसम्म पुग्दा पुग्दै लाइक जनवरीभन्दा अगाडि नै आयो नि त रुबन आमोरिम होइन, अनि जनवरीसम्म पुग्दा पुग्दै पर्फर्मेन्सहरू त्यो लेभलमा आइरहेको थिएन, यो प्लेयर्सले यो फर्मेसनमा काम गरिरहेको छैन भन्ने भइरहेको थियो होइन, त्यसले प्लेयर पनि पाएन, आफूले भनेको प्लेयर पनि पाएन जनवरीमा। सो लाइक सिजन बचाउने भए पनि आफ्टर जनवरी सेकेन्ड हाफ अफ द सिजनमा फर्मेसन किन चेन्ज नगर्ने त? होइन त्यो यसो हो, त्यो यसो हो। चाहिँ मलाई के लाग्छ भने म्यान्चेस्टर युनाइटेड विल नट गेट रेलिगेटेड के, एन्ड फुल स्टप होइन, कुनै हालतमा पनि रेलिगेट हुँदै हुँदैन क्या म्यान्चेस्टर युनाइटेड होइन। रुबन आमोरिमले के भनेर आयो भने वी नो द्याट वी आर नट गोइङ टु गेट रेलिगेटेड होइन, तर आई एम नट गोइङ टु चेन्ज माई फर्मेसन फर द सेक अफ स्टे भन्छ नि 14th को ठाउँमा 10th 9th गर्नको लागि म चेन्ज गर्छु। He knows most of the players are not staying after your season नि त होइन, so what difference does it make? होइन त्यो डिफरेन्स के गर्छ भने उसले आफ्नो आइडेन्टिटी त्यहाँ सेट गर्न सक्छ कि मैले खेलाउने यो हो। आमोरिमले एउटा एकदम राम्रो कुरा भनेको थियो कि सर्ट टर्म सक्सेस हेर्ने हो हामीले कि लङ टर्म हाम्रो क्यारेक्टर हाम्रो टिम चाहिँ हाम्रो यस्तो यस्तो हुने भन्ने कुरामा हामीले फोकस गर्ने भन्ने कुरा। ओके आई एग्री, नबस्ला। लाइक उसले स्पोर्टिङमा 17वटा प्लेयर खेलिदिएको थियो फर्स्ट सिजन पछाडि आफ्नो होइन, यहाँ 17वटा नखेल्ला 8-10वटा खेल्ला, तर बाँकी भएको 8-10वटाले बुझेको हुनु पऱ्यो नि सिस्टम यस्तो हो, यो सिस्टममा मैले यसरी पर्फर्म गर्छु भने मेरो साइडको प्लेयरले यसरी पर्फर्म गर्नु पर्यो। त्यो कुरा त कोही सिकाउनलाई एक सिजन हामीले हेरिसक्यौँ, यो पोजिसनमा यसरी गरेर खेल्नुपर्छ भन्ने कुरा एउटा क्यारेक्टर बिल्डअपको लागि पनि त्यो चाहिन्छ त्यो या त्यो कुरामा अग्री गर्छु म। टेनाकको आएक्सको फुटबल मैले म्यान्चेस्टर युनाइटेडमा कहिले हेर्नै पाइनँ, जबकि टेनाक आउँदाखेरि वी अल एक्सपेक्टेड कि आएक्स ताराको फुटबल खेल्छ होला। तर टेनाकले भने चाहिँ थियो है फेरि वी नट गोइङ टु प्ले लाइक आएक्स भनेर भने चाहिँ थियो। नो, उसको भन्नुको कारण थियो मुखमा खोलेर कसरी भन्नुहोस् त प्लेयर वाइया छ मेरो एउटालाई निकालेर खेल्नु पर्नेछ, आएक्स जसरी खेलाउनलाई आएक्स जस्तो प्लेयर चाहियो। दुसन ट्याडिस भन्ने प्लेयर याद छ प्रिमियर लिगमा कतिको सक्सेसफुल थियो त्यो प्लेयर है, उसको की प्लेयर हुन्थ्यो आएक्समा खेल्ने बेला है, त्यो क्यारेक्टर लाइक एउटा। अनि त्यो प्लेयर उसले ब्रुनोको रूपमा पाइ पनि सकेको थियो कि टेनाकले। ब्रुनो इज सिमिलर काइन्ड अफ प्लेयर विथ बेटर एबिलिटिज गर्छ दुसन ट्याडिस भन्दा, उसलाई पनि नभएको टेनाक चाहिँ जिद्दी के कुरामा भइदियो भन्दाखेरि एउटा कुरा नोटिस गरेर छौँ, इनियस आइसके पछाडिको साइनिङहरू अहिले यसरी याद गर होइन, दो साइनिङ्स अनि इनियस आउनुभन्दा अगाडि वुडवर्डले छोडिसके पछाडि जब टेनाकको अन्डरमा हामी जुन साइनिङ गऱ्यौँ नि, दो साइनिङ्स वर वान अफ द बिग इस्युज कि पैसा फ्यालेर प्लेयरहरू लिएर आएको छ, त्यो प्लेयरहरूले 10 मिलियनको प्लेयर जस्तो पनि पर्फर्म गरिदिएको छैन। टेनाकले आमदलाई ड्रप गर्थ्यो फर एन्थनी, टेनाकको इस्यु त्यहाँ गएर आउँथ्यो कि आमद तिम्रो फिट छ खेलिरहेको छ होइन, उसले ट्रेनिङमा राम्रो खेलेको हो एन्थनीले भनेको छौ, ट्रेनिङमा खेलेको हो राम्रो पनि होइन, राम्रो त किनै खेल्थ्यो होला त्यसले, खेलेको हो र एन्थनीले ट्रेनिङमा, त्यही भएर उसलाई मैले चान्स दिनुपर्छ भनेर दिएको। उसले जस्ट आफ्नो साइनिङ काहीँ न काहीँ गएर प्रुभ मात्र गर्न खोज्यो कि मेरो साइनिङ हो यो, मेरो साइनिङ राम्रो हुनुपर्छ भन्ने हिसाबले। अदरवाइज उसको साइनिङ सच हिट एन्ड मिस कि कासिमिरो एरिक्सन दे वर वेल एक्सपिरियन्स प्लेयर, उनीहरूले राम्रो खेल्यो। प्यारेल मालासिया खेलेन नेभर न्यू है, आन्द्रे ओनाना उस्तै वाइयान, लिचा इज द ओन्ली वान जसलाई मैले यो प्लेयर चाहिँ लिएर आएको भन्छ। लिचाको पनि के थियो भने लिचा युनाइटेड नआएर जुनसुकै क्लबमा जाओस् होइन, त्यसले आफ्नो त्यो हुन्छ नि मोर देन 100% दिएर त्यो ब्लड एन्ड स्वेट दिएर खेल्ने खालकै प्लेयर हो क्या त्यो। सो म त्यो लिचा पनि टेनाकले पुरा खालको ल्याएको भनेर भन्दिनँ कि त्यो त्यसको क्यारेक्टरै खतरा छ कि। किन यो हुन्छ है, मैले एन्थनीको क्यारेक्टरको बारेमा भन्नुपर्दा है, एन्थनी मलाई त्यस्तै प्लेयर लाग्छ अझै पनि, ज्याम दिएर खेल्न खोज्छ बिचराले, उसको एबिलिटीले नै धान्दैन है, त्यही हो कि उसको एबिलिटीले नै धान्दैन है। ऊ फेर्दै फिस्टै पारेको छ, भ्यान्डाइकहरू अगाडि यत्रो देखिन्छ, हल्का पुस गर्दैन कहाँसम्म पुग्छ, अनि त्यसरी हुँदाखेरि पनि उसको त्यो समसम गर्ने बानी पनि आफ्नो ठाउँमा छँदैछ। हि डज हेभ कन्फिडेन्स इन हिज एबिलिटी, उसको त्यो एबिलिटी प्रिमियर लिगको लागि सुटेबल नै छैन कि, उसको इस्यु चाहिँ त्यहाँ गएर आउँछ। अदर देन द्याट उसको प्लेयर उसले ल्याएको होइल्यान्ड उसले लिएर आएको 72 मिलियनमा त्यस्ता प्लेयर लिएर आउने हो के हो त्यो कुरा। अनि एकछिन यो मैले भनिदिइहालेँ, उसले 5 सिजन स्टार्ट गरेको थियो नि जनवरीको बेलामा। अब यो साइनिङहरूले गर्दा जनवरीमा हामीले कोही किन्न सकेका थिएनौँ। फाइनेन्सियल फेयर प्लेको रुलहरूले पनि त्यहाँ एकदमै त्यहाँ इम्प्याक्ट गरिसकेको थियो। प्लेयर ल्याउन अगाडि नै हामीले 115 मिलियन कि कति तिर्नै पर्नेछ प्लेयरहरूको इन्स्टलमेन्ट भन्ने कुरा
आइरहेको छ त्यसमा मिडल अफ द सिजनमा प्लेयर ल्याउनु हाम्रो चाहिँ उसमा फाइनेन्सियली फिजिबल नै भएन या त्यसो बिङ भने फर अ क्लब लाइक एनी हाउ होइन तिमी जसरी सुकै कुरालाई जहाँसुकै लिएर जाऊ होइन एनी हाउ यस्तो डेन्जर क्वेसन आउँछ नि बोर्डमा र यो हुएभर मेक्स द डिसिजन्स जब थाहा छ तिमीसँग पैसा छैन तिमी केही पनि गर्न सक्दैनौ भनेपछि भइरहेको म्यानेजरलाई किन हटाएको होइन र तिमीलाई थाहा छ तिमीले रुबेन आमोरिमसँग एक सिजन अगाडि नै तिमीले कुरा गरिसकेको छौ र 10 लाख तिम्रो लागि क्वेसन मार्क छ भने हाउ डेयर यु विन्टरमा तिमीले यत्रो पैसा किन दिएको 10 लाखलाई एक्ज्याक्टली त्यो चाहिँ एकदमै वायर त्यो चाहिँ एब्सोल्युटली क्रिटिसाइज गर्नुपर्ने पोइन्ट चाहिँ त्यो हो जब एमोरिमले भनि पनि रहेको थियो यो सिजन मलाई यहीँ खेल्न दिउँ नेक्स्ट सिजनमा आउँछु नि त भनेर यु आर सो रेडी टु कम टु म्यान्चेस्टर युनाइटेड तिमीले एउटा कम्प्लिटली फर्मेसन त्यो चाहिँ एकदम राम्रो पोइन्ट हो त्यो एब्सोल्युटली क्रिटिसाइज गर्छु इन्डियन्सलाई यो कुरामा चाहिँ त्यस्तै हो भने बरु इनफ्याक्ट तिमीलाई होइन अति नै भयो यो पाराले त रेलिगेट नै हुन्छ टिम भन्ने जस्तो डर लागेको छ भने पनि सिमिलर म्यानेजरलाई इन्टेरी म्यानेजर बनाएर खेलाउँथ्यौ सिमिलर गेम प्ले भएको म्यानेजरलाई होइन तिमीले एक्ज्याक्टली जनवरीमा पनि हामीले केही स्पेन्ड पनि गरेको छैन अहिले 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 इन्टेरी म्यानेजरलाई केही पैसा दिँदैन भन्ने कुरा पनि हुन्थ्यो तिमीले अब पर्मानेन्ट म्यानेजर राखिसकेका छौ भने उसको उसको अनुसारको टिम छैन केही छैन वाट वर यु एक्सपेक्टिङ भन्ने टाइपको क्वेसन चाहिँ आउँछ यसमा एकदमै नट द्याट कि रुबेनलाई डिसेम्बरको एन्डतिर ल्याएको पनि होइन क्या नोभेम्बरमा लिएर आयो कि हामीले अक्टोबरमा 10 लाखलाई ट्याग गरेर नोभेम्बरमा लिएर आएको हो कि होइन द्याट गिभ्स यु नोभेम्बर एन्ड डिसेम्बर 2 फुल मन्थ्स के त्यसपछि आएर तिमीले जान्न तिमीसँग पैसै छैन तिमीले खर्च गर्नै सक्दैनौ भने किन लिएर आएको त्यो म्यानेजरलाई अहिले यो क्वेसन जुन रुबेन आमोरिमलाई उठिरहेको छ यो रुबेन आमोरिमलाई यो क्वेसन उठ्नै पर्ने कुरो क्वेसनहरू नै होइन नि भने कि हाम्रो फ्यान छँदैछन् होइन त्यसमा अहिले यो पर्फर्मेन्समा त एकदम एब्सोल्युट यो म्यानेजरले केही गर्न सक्दैन भन्ने क्वेसन जुन आइरहेको छ त्यो प्रेसर एकदम अनावश्यक प्रेसर हो क्या एमोरिमको लागि होइन सेयर अफ द ब्लेम त लिनै पर्छ सेयर अफ द ब्लेम त लिनै पर्छ होइन किनभने जेसुकै गर डेभिड मोयस हेर होइन हेल इभन ऊ हेर यार रुड भ्यान निस्टेलरोय हेरिदेऊ जोसुकै हेर होइन लुजिङ सो मेनी गेम्स विनिङ जस्ट 7 गेम्स आउट अफ आई डोन्ट नो हाउ मेनी गेम्स भनेको त्यो नट मैले इनफ्याक्ट यो कुरा पनि टेनाग वाज वान अफ द म्यानेजर जसलाई मैले चियर गरेको थिएँ जब आएको थियो इनफ्याक्ट लङ टाइमसम्म सपोर्ट पनि गरेको तिमी एउटा कुरा नोटिस गर्छौ टेनागले आफ्नो उसबाट एउटा ब्रुनो छोडेर जति स्पेसल प्लेयरहरू थियो नि हाम्रो बिट डेभिड दहाया बिट पल पोग्बा बिट क्रिस्टियानो रोनाल्डो जति हाम्रो स्टार प्लेयरहरू जसले लाइक मोमेन्ट्स देखाएर जिताइदिने उ गर्ने गर्थ्यो ओले भन के अरे मोरिनो भन भ्यानाल भन एभ्री टाइम वी ह्याड दिस प्लेयर्स जसलाई हामीले वर्ल्ड क्लास प्लेयर यो प्लेयरहरूले त कुनै पनि टिममा खेल्न सक्छ भन्ने टाइपको प्लेयरहरू थियो हामीसँग द रिजन वाइ वी युज टु क्वालिफाई फर च्याम्पियन्स लिग वर दिस प्लेयर्स म्यानेजर चेन्ज भयो कुराकानी बुझिएन यो प्लेयरहरूले त सब कुरा बुझेको छ नि कहाँनिर अपर्च्युनिटी पाए गोल हाल्न सक्छ पल पोग्बालाई मोरिनोले त्यति बेसी चमचम नगर भनेर कचोटि भनेको थियो होइन पल पोग्बाको एबिलिटी छ त्यो खतरा पास निकालिदिने ऱ्यासफोर्डले खतरा गोल हालिदिने ऱ्यासफोर्ड युज टु लुक वर्ल्ड क्लास ब्याक देन होइन हुँदा हुँदा हामीले ऱ्यासफोर्डसँग अहिले यो टिममा एउटा वर्ल्ड क्लास र एज भएको वर्ल्ड क्लास प्लेयर भनेको ब्रुनो ब्याक कोही पनि भएन And even Bruno had its multiple flaws. Exactly. Brunoको फ्लजहरू आफ्नै ठाउँमा छ एज गुड एज ब्रुनो इज ही इज भेरी मच एट फल्ट फर सो मेनी रङ डिसिजन्स हाम्रो गेम प्लेमा अब लाइक यसरी हेर न उसको बेलामा भ्यानलको के अरे मोयसको बेलामा भ्यान पर्सी थियो रुनी थियो पछाडि त हाम्रो ब्याकलाइन नै थियो पुरा एकदम फर्गसनको टिम इनहेरिट गरे उसले फर्गसन वाज भेरी स्पेसल त्यो टिमले प्रिमियर लिग बारम्बार जित्नु त्यस्तो खतरा खेल्नु डिजर्भ नै नगर्ने टिमलाई पनि उसले त्यस्तो गराउँथ्यो मोयसले नसक्दा सक्दै पनि त्यो टिममा भएको एबिलिटीले गराइदियो 2-4वटा वर्ल्ड क्लास प्लेयरहरूले भएर गराइदियो त्यहाँ पछाडि के अरे भ्यानालको बेलामा हि स्टिल हेभ सम रियली गुड प्लेयर्स रुनी थियो नै त्यति बेला उसको ट्यालेन्ट आइडियाहरूबाट आएको प्लेयरहरूले पनि पर्फर्म गरिदिरहेको हुन्थ्यो 1 सेकेन्ड टप फोर फिनिस एफए कप रन यताउति भन्नुहुन्थ्यो ओलेको बेलामा हामीले क्लास साइनिङहरू पनि गऱ्यौँ के सरी मोरिनोको बेलामा क्लास साइनिङहरू पनि गऱ्यौँ ज्लाटन इब्राहिमोभिचलाई ल्याऊ पल पोग्बा आयो होइन त्यो क्लास साइनिङहरूलाई टप दिस यो यिनीहरूको प्रेजेन्स मैले भन्न खोजेको यो प्लेयरहरू प्रेजेन्ट भएर पनि म्यान्युमा गोल हालिदिने हो कि कुनै म्याच एकदम एब्सोल्युटली बब्बाल खेलिदिने हो कि भन्ने टाइपको कुराहरू आइरहेको हुन्थ्यो इभन ब्याड कोचिङ प्लेयर एटिच्युड यहाँ त्यहाँ आफ्नो ठाउँमा हुँदाहुँदै पनि
टेनाकको बेलामा टेनाक आइसके पछाडि उसले यो प्लेयरहरूलाई सिङ्गल आउट गर्दै सबैलाई निकाल्ने सबैलाई हटाएर आफ्नो टिम जुन क्रिएट गर्न खोज्यो त्यसमा दे वाज नो वर्ल्ड क्लास प्लेयर दे वर जस्ट द प्लेयर्स जसलाई टेनाकले पहिला कोच गरिसकेको छ द्याट्स इट त्यहाँ गएर मिस्टेक भएको हो कि हाम्रो सँगसँगै जब कि मार्की साइनिङ गर्ने तिमीसँग अझै पनि एबिलिटी छ मार्की साइनिङ हामीले पहिला पहिला गरि पनि रह हुन्थ्यौँ हामीले गर्न छोड्दैनौँ स्टप अन द्याट होइन कम्प्लिटली मैले कोच गरेको प्लेयर हो कि होइन भन्ने क्वेसन आउँछ टेनाकलाई कुनै पोइन्टमा मैले कहीँनिर कोच गरेको छ भने त्यो प्लेयर आओस् या त त्यो लिसान्द्रोस या त त्यो के अरे ओनाना होस् जो होस् त्यो मैले काहीँ न काहीँ कोच गरेको हुनुपर्छ भन्ने प्लेयर एन्ड म्यान्चेस्टर युनाइटेड गट कम्प्लिटली लाइक हुन्छ नि अब त्यो कोही म्यानेजरले खेलाउन सकेन भने त्यो प्लेयरहरूले आफैले खेलिदिन सक्ने एबिलिटी नै छैन यो टिममा त्यस्तो भइदियो एमोरिमले त्यो टिम इनहेरिट गर्यो कि फेरि चाहिँ जसमा एकदम एबिलिटी एन्ड वी बिकन वर्स त्यो हो के या एक्ज्याक्टली त्यो प्लेयरहरूले लाइक कता कता टप फोरमा चाहिँ राखिदिएर आउँथ्यो म्यानीलाई त्यो क्लास प्लेयर टप टियर प्लेयरहरूले अहिलेको प्लेयरहरूमा त्यो एबिलिटी नै छैन कि राखिदिने लाइक हामीले भन्छौँ नि यो के अरे यो प्लेयरहरूलाई कुन टिमसँग क्रिस्टल प्यालेसहरू जस्तो टिमहरूसँग वुल्फ्सहरू जस्तो उसमा पनि कम्पेयर गरिदियो भने विल फाइन्ड बेटर प्लेयर दिएर कि त्यस्तो छ हालत त्यो टिमको त्यो भनेको त एकदम खत्तम नै हो कि अहिलेको And now moving on towards हाम्रो segment 2, हाम्रो end of the video वाला segment. Let's talk about सुरुमा कुन्या deal confirm भयो. Expectations from him and now who? The thing is यो लास्ट सिजन पछाडि चाहिँ म जतिको खुसी हुनुपर्ने थियो म खुसी नै छैन कि कोही जोसुकै लिएर आऊ जसमा पर्फर्म गरेर देखाउँदैन आई डोन्ट बिलिभ इन एनी अफ देम मलाई कुनै प्लेयरमा पनि ट्रस्ट छैन के अनि यस्तो हो कि कुन्या इज अ गुड प्लेयर हि इज नट अ वर्ल्ड बिटर वी हेभ नट साइन क्रिस्टियानो रोनाल्डो वन्स अगेन भन्ने टाइपको होइन these players are not world beaters. Premier League proven हो they have got very good chance Manchester United तर प्लेयरहरू बिल्ड गर्दाखेरि त्यो लाइक उसलाई अब कुन्या आयो अब अरू छोडिदिउँ अब एउटा दुइटा युथ लिएर आइदिउँ युथबाट प्रमोट गरिदिउँ भन्न थाल्यो नि वन्स अगेन हामी त्यो रेलिगेसन फाइट नै गर्न पर्ने टाइपको टिम भइदिन्छौँ होइन अब कतिको यिनीहरूले ब्याकअप गर्न सक्छ त भन्ने कुरा कुन्या लिएर आएको छ यिनीहरूसँग अभियसली एउटा प्लान हुनुपर्छ कुन्यासँग यो खेलाउने हाम्रो मिडफिल्डमा पनि ल्याकिङ हुन जान्छ ब्रुनो इनकेस जाँदो रहेछ भने उसको एउटा प्रपर रिप्लेसमेन्ट चाहिने नै छ हामीलाई एमोरिमको सिस्टममा खेल्न सक्ने प्लेयर ल्याउनु पर्ने छँदैछ अझै पनि किपर हाम्रो अझै पनि उनीहरू नै खेल्छ भन्ने जस्तो लागिसक्यो नेक्स्ट सिजन पनि होइन यो कुराहरू चाहिँ इस्यु अझै पनि छ त्यसलाई लस अफ इस्यु त्यही भएर आम नट भेरी मच ओहो अब त म्यानीको कन्फर्म च्याम्पियन्स लिग उसको पोजिसन त कन्फर्म छ कुन्या आएर भन्ने कुरा त हुँदै होइन एब्सोल्युटली नट तर इट्स स्टार्ट आई से इट्स स्टार्ट हि इज वान अफ द प्लेयर्स जसलाई मैले वान अफ द प्लेयर्स कुन्या भनेको वान अफ द प्लेयर्स जसलाई मैले त्यो ऊ गरेको हो होइन लाइक यो प्लेयर म्यान्यूमा आउनुपर्ने प्लेयर हो यार बल खेल्न सक्छ भन्ने जस्तो लाग्ने प्लेयर हो तर वान सेकेन्ड एक्सपेक्टेसन हल्का आफ्नो उसमै राखौँ भनेर भन्छु म त मैले एउटा लिस्ट निकालेको छु कि होइन लाइक हामीले ट्रान्सफर यो सिजनको लागि 25-26 को लागि सर्टलिस्ट गरेको ट्रान्सफर सर्टलिस्ट गरेको प्लेयरहरू है एउटा चेर्की थियो त्यो इज अलमोस्ट आउट होइन चेर्की रायन चर्की होइन त्यो अब नआउने जस्तै भइसक्यो अर्को एम्बुएमो है गुड अप्सन एम्बुएमो स्टिल अन 55 मिलियन युरो हैन मलाई त एकदमै इम्प्रेस गरेको प्लेयर हो कि त्यो मान्छेको फेरि लाइक इभेन्टोनी याद छ तिमीलाई इभेन्टोनी अब यो सिजन कतातिर गयो कि लास्ट सिजन साउदी गयो त्यो के अरे इभेन्टोनी त्यहाँ खेल्ने बेलातिर पनि लाइक एम्बुएमो युज टु डु गुड कि त्यो प्लेयरले खतरा खेलिरहेको छ यार भन्ने टाइपको लास्ट सिजनको बेलामा पनि हामीले फिल गरेर हुन्थ्यो त्यो मलाई एकदमै मनपर्ने प्लेयर हो एकदम इभेन्टोनी एकचोटि 6 गेम कि 7 गेमलाई ब्यान भएको थियो के अरे 3 गेम 4 गेम 5 गेमलाई ब्यान भएको बेला नि एम्बुएमोले पुरै हान्दिरहेको थियो त्यो कस्तो मजाले कि बेसी नै ब्यान भएको थियो नि त्यो बेटिङ उसले गर्दा अनि त्यतिखेर मलाई त्यति बेलादेखि एम्बुएमो बब्बा लाग्ने प्लेयर थियो आई डु लाइक हिम द्याट प्लेयर त्यो चाहिँ एउटा बब्बाले एडिसन हुन्छ जस्तो लाग्छ मलाई 10 रोलको लागि स्पेसली एउटा ब्याकअपमा हेरेको भनेको नेल्सन सेमेडो है राइट ब्याकको लागि
राइट ब्याक त्यो बेन्चको लागि उसको लागि त्यो त्यस्तो त्यो टप प्रायोरिटीमा छैन, जम्मा भनौँ न 10% मात्र प्रायोरिटीमा छ त्यो होइन, तर वी क्यान गेट हिम फर 9 million euros। स्टिल नो, आई रादर से बरु युथलाई चान्स देऊ। त्यो प्लेयर त्यसले विङ ब्याक फर्मेसन बार्सामा छैन नि फेरि, युथमा नि छैन विङ ब्याक खासै राम्रो। अब त्यो स्क्वाड प्लेयर चाहिँ एउटा त्यो भन्छ नि रोटेसनमा लिएर आउने टाइपको प्लेयर पाराले बनाएर राख्नु खोजेको ठिकै हो, बट आई डोन्ट रियली थिङ्क हिज अ गुड प्लेयर है। As a fan who has seen him play for his club, absolutely not. बार्सामा मैले त्यो पनि भनेको थिएँ, बार्सामा पनि केही पनि पर्फर्म गरेको छैन त्यसले। आई डोन्ट बिलिभ हिज अ गुड स्टिल होइन, त्यो अहिले झनै रिसेन्टली न्युजमा नि आइरहेछ, भिक्टर ग्योकेरेस द डिल इज स्टिल अन होइन, हामीले बिड पनि गर्ने भएको छौँ 75 million euros को। आज एउटा नयाँ कुरा सुने त मैले फेरि, त्यसको हाम्रो टप फन्ड प्रायोरिटी हो भनेर म्यान्चेस्टर युनाइटेडको पनि। को चाहिँ सेस्को आर्सनलको टार्गेट प्लेयर कि लाइप्जिगको आउँदैन यार, आउँदैन सेस्को। अहिले आर्सनल प्लेयर पनि राम्रो छ तर सेस्को आउँदैन, आई क्यान टेल यु दैट। ल चुज सेस्को, ग्योकेरेस, ओसिमेन। ग्योकेरेस यार, म भनौँ ग्योकेरेस यङ छ, Gyökeres, स्ट्रङ छ। obviously Gyökeres. रियली यङ छ अरे? Young ओसिमेन छैन, यङ एज इन लाइक अहिले त्यससँग एटलिस्ट केही नभए नि भनौँ न 6 वर्ष 7 वर्ष छ कि टप फुटबल खेल्नलाई। 27 होला। ओसिमेन, why do you guys not choose ओसिमेन? Osimhen is old. म होइन ओल्ड होइन, मलाई ओसिमेन खतरा लाग्छ होइन, तर ओसिमेनको एटिट्युड प्रब्लम छ के, ओसिमेनको एटिट्युड प्रब्लम छ। ओसिमेनको एज एक्चुअली चेक गरेर कति छ? 26. ओसिमेनको नि 27 होला 27, 26. 27 नै हो। सेम एज प्लेयर हो कि, सेम एज प्लेयर हो। एन्ड ओसिमेन इज ब्रिलियन्ट। त्यो ठाउँमा गएर आफूलाई प्रुभ गरेर उसको बल कन्ट्रोलहरू, लाइक बल कन्ट्रोल आर नट समथिङ जुन कि लिगमा गएर चेन्ज हुन्छ नि होइन। उसको म बल कन्ट्रोलहरू यस्तो इम्प्रेसिभ छु, हेडिङ एबिलिटी उस्तै छ है। आई रियली डु थिङ्क ओसिमेन अझ प्रिमियर लिगको लागि चाहिँ बब्बाले एडिसन हुन्छ त्यो हाम्रो टिममा। मेरो चोइस चाहिँ यो तिनवटामा ल्याउनै पर्यो भने, इनफ्याक्ट ओभरअलमै कि अहिले कोही प्लेयर को ल्याउन सकिन्छ भन्दाखेरि ह्याल्यान्डलाई छोडिदिउँ भन्ने हुँदैन होइन हामीले। भनेपछि त्यो बेलामा आए चाहिँ ओसिमेन सुड बी आवर नम्बर 1 प्रायोरिटी सकिन्छ भने। अनि सकिन्छ भन्ने कुरा नि लास्ट 2-3 सिजन्स हेर होइन, ओसिमेन कुनै न कुनै काइन्ड अफ स्प्याट विथ द टिममेट्स, स्प्याट विथ द म्यानेजर्स परि नै रहेछ कि ओसिमेनको। सो त्यो एटिट्युड मलाई फेरि अब चाहिएकै छैन क्या, टु मच भइसक्यो। रासफोर्ड, मार्सियल, गार्नाचो। ओसिमेनको टिममेटहरूसँग होइन नि फेरि उसको इस्यु भनेको स्यालेरी उसलाई चाहिन्छ, यति स्यालेरी मलाई दे, नाइट म तेरो टिममा खेल्दिनँ, म डिजर्भ गर्छु यति स्यालेरी भन्ने कुरामा डिस्कसन परेको। नापोलीले दिन सक्दैन, जुन क्लबले दिन सक्छ उसमा जाऊ कि भन्ने कुरा जस्तो कुरा गरेको हो। अरू क्लबमा लाइक जुन क्लबहरूले एफोर्ड गर्न सक्छ, दे अलरेडी हेभ गुड स्ट्राइकर, दे डोन्ट वान्ट टु चेन्ज। त्यो इस्यु भएको ओसिमेनको जस्ट उसको स्यालेरी नाइट टिममेटसँग होइन। यो लिस्टमा ओसिमेन पनि छन चाहिँ होइन, तर त्यही मलाई चाहिँ भिक्टर ग्योकेरेस खै आई डोन्ट नो भाइ, तर भिक्टर ग्योकेरेस पनि डाउटफुल चाहिँ छ, किनभने कुड बी अनदर बिग फ्लप हाम्रो लागि, युनाइटेडको लागि चाहिँ। so far स्पोर्टिङबाट लिएर आएको प्लेयरमा दे हेभ अलवेज ह्याड सक्सेस। त्यो चाहिँ याद गर। अनि अर्को भनेको ड्रागोजेभिच भन्ने छ सर्बियाको, डिफेन्सिभ मिड हो होइन, डिफेन्सिभ मिड हो, 19 वर्षको फुच्चे हो। अनि तर डिफेन्सिभ मिडको लागि लाइक यसको ऊ चाहिँ कस्तो छ भने हल्का काश्मीरो टाइपको प्लेयर हो क्या, यो डिफेन्समै बसिरहने खालको प्लेयर हो क्या है। त्यो मैले हाम्रो युथमा छ नि अहिले सेकै कोने दामी छ यार, तर अगेन त्यही सेम इस्यु हो क्या, मलाई हाम्रो टिमको युथहरूलाई ल यार तै होस् हेर्ने भनेर खेलाउन मन छैन कि। एक्ज्याक्टली होइन, अब तिमीले त्यो 19 इयर्स ओल्ड भन्यो नि, मैले त्यो कुरामा भने कि वाइ नट प्रमोट कुनै इन्स्टेड अफ गिभिङ इन अनदर इयर, बाइङ अनदर इयर। त्यो भयो होइन, मैले चाहिँ यो प्लेयर चाहिँ किन भने भने खासमा होइन, यो पनि 19 इयर्स छ, नट सेइङ एक्सपिरियन्स छ भनेर। मिड इज अ पोजिसन होइन, मिड इज अ पोजिसन जहाँनिर इभन प्लेयर्स लाइक काइसेडोहरू पनि खेलेको छ भने, लाइक युथमा मिडमा खेल्ने टप प्लेयर्सहरू मान्छ कि म काइसेडोलाई चेल्सीको होइन। त्यस्तो प्लेयरहरूलाई पनि त्यहाँ मिड इज अ पोजिसन जहाँनिर एक्सपिरियन्स चाहिन्छ कि त्यो टिममा। राइट। अब इफ वी आर
we have lost Eriksen होइन if we are going to lose Bruno and Casemiro as well हामीलाई त्यो पोजिसनमा बिना एक्सपिरियन्सको त्यो सक्दै सक्दैन कि त्यो धान्नै सक्दैन कि त्यो पोजिसनमा हाम्रो त्यो चारवटा मिडफिल्डमा देयर हेज टु बी वान गुड एक्सपिरियन्स प्लेयर कि लाइक हुन्छ नि त्यो लाइक आम नट टेलिङ मोड्रिच पारेको प्लेयर नै आऊ भनेर चाहिँ भन्दिनँ होइन तर ब्रुनो ओडेगार्ड डे ब्रुना त्यस्तो टाइपको प्लेयरहरू एउटा चाहिन्छ है त्यो ठाउँमा प्रिमियर लिगमा स्पेसियली यहाँबाट यसरी खेल यहाँबाट यसरी खेल्नुपर्छ भन्ने टाइपको यहीँ बस भन्ने पोजिसन होल्ड गर भन्ने टाइपको प्लेयर चाहिँ एउटा चाहिन्छ है बाँकी युथहरू त अभियसली युथमा इन्भेस्ट गर्नु त्यो गर्नुले नै हाम्रो फ्युचर हेर्ने भनेको हो तर एउटा चाहिँ मिडमा आइडु एउटा राम्रो उस चाहिँ चाहिन्छ त्यस्तो अप्सन कोही देखिरहेको छ मिडमा त्यसमा डिफेन्सिभ मिडमा अप्सन अहिलेसम्म चाहिँ मैले कोही पनि देखाएको छैन स्यान्ड्रो टोनाली टोनाली इज अ गुड अप्सन तर आउँदैन स्यान्ड्रो टोनाली आउँदैन लाइक म तिमीलाई इक्जाम्पल दिन्छु ब्रुनो गुमारेस आउँदैन अभियसली आउँदैन ल्युकासको आफ्नो प्रोजेक्ट छ तर ब्रुनो गुमारेस काइन्ड अफ प्लेयर त्यो टाइपको प्लेयर के एउटा चाहिन्छ कि टिममा लाइक लिभरपुलले लिएर आउँछ नि फेरि फाबिनो लिएर आइदिन्थ्यो यो यिनीहरूले कहाँबाट त्यो फर्नान्डो भन्ने लिएर आइदिन्थ्यो फर्नान्डिनो भन्ने लिएर आइदिन्थ्यो सिटीले त्यस्तो टाइपको एउटा प्लेयर चाहिन्छ त्यस्तो टाइपको प्लेयर चाहिन्छ कि एउटा सिडिएम खेल्नलाई चाहिँ त्यो चाहिँ कतैबाट नि यो सिजन आउँछ जस्तो लाग्यो किनभने मलाई यसो हेर्दाखेरि मलाई सिडिएम चाहिँ हाम्रो यसपालिको प्रायोरिटीमा छैन जस्तो लाग्छ है हामीले ताकेको प्लेयर चाहिँ स्पोर्टिङमा ब्रुनोलाई जसले रिप्लेस गराएको थियो नि किगोन गाल्भेस अरे त्यसको नाम किगोन गाल्भेस त्यो प्लेयरलाई हामीले लाइक ब्रुनोलाई जसले रिप्लेस गराएको थियो त्यहाँ त्यही प्लेयर यहाँ ब्रुनो गयो भने ब्रुनोको सट्टामा त्यो लिएर आउने जस्तो कुरा गरेको थियो नट अ ब्याड प्लेयर ब्रुनो नजाने लगभग कन्फर्म भएछ होइन थिंक ब्रुनो इज गोइङ टु स्टे बिकज एमरिमले पनि अस्ति सिधै भन्दैछ वी शुड लुक समवेयर एल्स टु अर्न सम मनी भनेर भन्दैछ ब्रुनोले के रे रुमनले हैन यस्तो हो कि अब कम्प्लिट ओभरअल गर्ने औकात छैन हाम्रो हैन टिमको झ्याप्पै पुरा सबले सब ल्याउने त्यसमा राख्न न कपाल अफ सिजन सेकेन्ड थर्ड फिनिश भइरा भयो नि ल पठाइदिउँ न त भन्ने हुन्थ्यो कि यार ब्रुनो नभएको रेलिगेटेड के ब्रुनोको एसिस्टरले नै हो जे गराएको छ त्यसले गराएको छ भन्ने सिचुएसनमा त्यो एब्सोल्युटली लो हो कि क्या पिपल मे से कि के रे एम्बापेलाई फ्यालेर यता पिएसजीले च्याम्पियन्स लिग जितिसक्यो छ नि यार पिएसजीले इन्भेस्ट पनि त गरेछ पिएसजीको टिम कस्तो ब्यालेन्स देखिन्छ अहिले एम्बापे गए पनि ब्यालेन्स देखिन्छ अनि लाइक एउटा पोटेन्सियल भन्दाखेरि डेम्बेलेको पोटेन्सियल त्यस्तो हाई भएको प्लेयर विदाउट इन्जरी खेलिदिएको छ उसको टिममा त्यो राम्रो हुनु अभियस हो त्यो उनीहरूको प्रोजेक्ट राम्रो छ हाम्रो त प्रोजेक्ट के छ भन्ने कुरै थाहा छैन त्यो बेलामा एउटा राम्रो भइरहेको प्लेयरलाई फ्यालेर त्यो त्यसलाई पनि फ्यालेर लाइक तिमीलाई ऊ याद छ बेल मनी भनेर भन्थ्यो नि हामीले टोटनमले बेल बेच्दाखेरि गेराचुल बेच्दाखेरि लिएर आएको प्लेयरहरू को कहाँ छ के छ याद पनि छैन मलाई 7वटा कि 8वटा प्लेयर लिएर आएको थियो एरिक लावेला को गर्दै लिएर आएको थियो प्लेयरहरू जो प्लेयर लिएर आएको थियो त्यो बेलामा एक्ज्याक्टली त्यो बेल मनीमा आएको प्लेयरहरू कहाँ बिकज स्पोर्ट के त्यो स्पोर्ट्सको कुनै उनै थिएन कि स्ट्रक्चरले थिएन कि त्यति बेला उनीहरूलाई एट्याकिङ खेल्न छ कि डिफेन्सिभ खेल्न छ कि घरि कुन्टे लिएर आएको घरि को लिएर आएको घरि बेसी डिफेन्सिभ भयो भन्दा चाहिँ मोरिनो कुन्टे तिमीले कोच राखेको छौ तिमीले बेसी डिफेन्सिभ भयो भनेर कम्प्लेन गर्ने त हेर कि तिनीहरूले कहिले एट्याकिङ खेल्न सक्छ त्यो टाइपको स्ट्रक्चर भएको थियो सेम कन्डिसन हाम्रो छ एमोरिमलाई खेला के पेनाकलाई फायर गरेछ एमोरिमलाई लिएर आएको प्लेयरहरू त्यही खेला भनेको छौ अनि त्यसमा ब्रुनो भएको एउटा राम्रो खेलाएको प्लेयर बेच्दिनु भनेको त त्यो खतम हुन्छ अहिले वी क्यानट अफोर्ड टु डु द्याट करेन्ट सिनारियोमा सो अर्को एउटा मैले एउटा लिस्टमा देखिरहेको छु यहाँ आई डोन्ट नो वाइ इज लिङ्क्ड विथ अस हैन क्रिस्टोफर एन्कुङ्गु Christopher Nkunku for 35 million euros हैन the chances of him coming to Manchester United is 53%. Don't you dare! यो चेल्सीले कस्तो स्क्याम हान्छ यार टिमहरुलाई लास्ट स्क्यामरहरु यार काई आवर दिस साथीमा मेसेज नोट पठाइदिन्छ हामीले 50 मा के हो यार अनि सान्सोलाई अझ फिर्ता पठाइदिन्छु भन्दै थर्काउँछ यार के टाइपको टिम हो त्यो लास्ट स्क्यामर हो किनभने अबाउट एन्कुको है यो लाइप्जिगमा खेल्ने बेला मलाई त्यो खतरा छ जस्तो लाग्थ्यो कि एक्चुअली दामी लाग्थ्यो प्लेयर चेल्सीले लिएर आउँदाखेरि यो प्लेयर यो बब्बाले प्लेयर किन आऊ भन्ने जस्तो पनि भएको थियो
त्यही इन्जरी प्रो नभएको मेबी राम्रो पनि खेल्थ्यो होला। अब तिमीले एउटा कुनिया लिएर आछौ जुन चाहिँ यु क्यान बी अस्योर्ड अफ कुनिया इज गोइङ टु गेट इन्जर, त्यो इन्जरी प्रोन प्लेयर हो पनि। अब त्यही हामीलाई एउटा राम्रो कुरा के छ भन्दाखेरि अब नेक्स्ट सिजन हप्तामा एउटा गेम खेलिन्छ, यताउति युरोपको ऊहरू नहुँदाखेरि मेबी इन्जर नहोला भन्ने एउटा भन्न सकेला। तर इन्जरी प्रोन प्लेयर हो, ऊ इन्जर हुन्छ। त्यसमा अब अर्को त्यही पोजिसनमा थप्नलाई अर्को इन्जरी प्रोन प्लेयर किन खोजिरहेछौ? दुईटालाई सँगसँगै हस्पिटल बेडमा राख्नलाई त्यही भने त्यो सोच्ने त्यो त एकदम त्यो त आउँदैन। त्यो जस्ट त्यो उसको त्यो पिआर टिमहरूले यताउति बोल्दै होला, त्यो त ल्याउँदैन होला। लास्ट सिजन पनि हामी लिङ्क भएको थियो। लास्ट सिजन होला नि आई थिङ्क जनवरीतिर यो सान्चो लिएर जा, के अरे सान्चो हामी लिएर जान्छौँ, तिमीहरू एनकुपी लिएर जा भन्ने जस्तो कुरा आएको थियो जस्तो लाग्छ मलाई स्ट्यापहरू त त्यो कुरा। र अब अर्को त्यो त हुँदै हुँदैन। ओनाना अब बस्ने भइहाल्यो, सो एमिलियानो मार्टिनेज पनि थियो यहाँ लिस्टमा, एमिलियानो नआउने भयो है ओनाना, बिकज ओनाना स्टेइङ फाइनल हो यो। अर्को भनेको सेन्स चाहिँ आई एम भेरी इन्ट्रिग्ड विथ दिस ट्रान्सफर के, आई होप दिस ह्यापन्स। क्यालम हुड्सन-ओडोई लेफ्ट विङमा छैन हामीसँग प्लेयर होइन, अब बिकज गार्नाचो गइहाल्छ, रासफोर्ड गइहाल्छ, बेटर अप्सन छैन त्यो भन्दा हड्सन-ओडोई यार। अर्को सेमेन्यो छ, एङ्गल गोमेज छ, एङ्गल गोमेज त हामीले एङ्गल गोमेजले प्रिमियर लिगमा सक्दैन भन्ने जस्तो लाएर बेचेको प्लेयर हो। प्रिमियर लिगमा सक्दा पनि सक्दैन। आई विल नट रिटर्न टु म्यान्चेस्टर युनाइटेड भन्दै छ है। त्यो प्लेयर खासै कोही पनि छैन। अलिकति बेटर देखिएको भने क्यालम हुड्सन-ओडोई नै हो, बिकज प्रुभ पनि गरेको छ यो सिजन राम्रो खेलेको छ है हुड्सन-ओडोईले। जावी सिमन्स पनि छ, जावी सिमन्स आउँदैन। अब यस्तो हो कि वी क्यान थिङ्क अफ गेटिङ प्लेयर्स लाइक बार्कोला, काभार्त्स्केलिया, तिनीहरू गाह्रो छ। तर या आई डोन्ट थिङ्क बार्कोलाको लागि चाहिँ किन ट्राई नगर। बार्कोला काभार्त्स्केलियालाई रिप्लेस गर्ने होइन त्यसले है, त्यो प्लेयरको लागि हामीले किन ट्राई नगर। चाहिँ मलाई खतरा लाग्नु थियो बार्कोला इज रियली रियली गुड। त्यो एक्साइटिङ प्लेयरहरू हामीले त्यो पनि यो कुरा एक्ज्याक्टली द्याट इज एनदर थिङ। तर यस्तो होइन, म्यान्चेस्टर युनाइटेडको पुल इज अन अ डिफ्रेन्ट लेभल होइन, विदाउट इभन त्यो प्रोजेक्ट एक्सप्लेन गर्न सकेर कन्फरेन्ससँग मात्र खेल्ने भए पनि अन्डरस्ट्यान्डेबल हो क्या, नो युरोप चर्च एभर त्यसले एउटा इम्प्याक्ट गर्छ। बट स्टिल आई डु लाइक सिमन्स भन्यो, बार्कोला भन्यो, यो प्लेयरहरू चाहिँ दामी प्लेयरहरू हो कि यिनीहरूलाई चाहिँ एटलिस्ट एउटा ऊ चाहिँ टार्गेटमा चाहिँ राख्नुपर्छ कि जस्तो लाग्छ कि मलाई। जावी सिमन्सले के गरी छोड्यो भने जावी सिमन्स अलिकति च्याम्पियन्स लिग टिममै जान्छ जस्तो लाग्छ मलाई चाहिँ है। अर्को एउटा ट्रान्सफर टिमले त्यहाँ ऊ गरेर मिस गर्यो जस्तो लाग्यो। इजीसँग पनि लिङ्क गर्छौँ हामी। इजीसँग यहाँ चाहिँ छैन है। जोन फिलिप मटेटासँग चाहिँ 53%। मटेटासँग त कुरा भइरहेछ। अनि मटेटा कुड बी अ गुड प्लेयर एज वेल। म चाहिँ आइ एम नट कन्भिन्स्ड होइन, मलाई त्यो प्लेयर त्यस्तो पनि मनपर्ने प्लेयर होइन। ऊ याद छ सिन्से तिमीलाई हामीले सन्जीबाट ल्याएको थियो नि त्यो प्लेयर बेन जेम्स। मिड क्लबबाट खेल्नलाई ठिक हो त्यो होइन। मलाई डेलापको पनि त्यही नै डर थियो होइन, अनि माटेटाको पनि त्यही नै त्यस्तै नै फिलिङ छ। त्यो माटेटा पनि त्यही हो कि त्यो लाइक एउटा स्क्वाड प्लेयर भएर चाहिँ खेलाउन सकिन्छ होइन, होइल्यान्ड भन्दा त जो पनि राम्रै हो भनेर भन्छु मैले। तर वी निड टु लुक एट अ बेटर अप्सन त्यो पोजिसनको लागि। अर्को किपरमा हामीले मिलिकोभिच स्याभिचलाई पनि ताकिरहेको थियो, त्यो पनि राम्रो हो। 59% चान्सेस छ सेन्स ओन्ली 12 मिलियन युरो। त्यो लिएर आइहाल्नु पर्ने पनि थियो, बिकज हाम्रो यस्तो हो कि ठिक छ उनीहरूले मिस्टेक गरेर चाहिँ ब्यान्डिडलाई खेलाउन, त्यो ब्यान्डिडको खुट्टाबाट बल फुस्किन्छ, हामी यहाँ डिबेटमा बस्छौँ त्यो गोल हो कि होइन, त्यो एक्चुअल त्यो रङ डिसिजन हो कि राइट डिसिजन, द्याट्स कम्प्लिटली डिफरेन्ट उस कुरा। तर आई डोन्ट थिङ्क द्याट वाज अ गोल। त्यो लाइक दिएको भए पनि आर्ग्यु नहुने टाइपको कुरा हुन्थ्यो, तर त्यो नदिँदा पनि द रेफ्री ह्याड सम पोइन्ट हातमा आइसकेको। कन्ट्रोभर्सियल चाहिँ हो, आई डु त्यो कन्ट्रोभर्सी आउनै नपर्ने हो कि त्यो
किपर त्यतिसम्मको सिट छ हाम्रो कि त्यस्तो कन्ट्रोभर्सी पनि आइदिन्छ त्यही भने द्याट्स द इस्यु हाम्रो फर्स्ट चोइस सेकेन्ड चोइस किपर खतम छ आवर थर्ड चोइस किपर इज अ कोच मोर देन अ किपर अब त त्यही त त्यो किपरहरु ल्याउ न यार हामीसँग यो सिजन लिङ्क भएर किपरहरु हेर है सिन्चे मिलिङ्कोभिच साभिच एरन रामस्टेल आई लाइक हिम हैन एरन बेटर देन रामस्टेल बेटर देन ओनाना त्यसपछि obviously एमिलियानो मार्टिनेज don't like that guy but he's a good much जोन गार्सिया चाहिँ खै कहाँबाट लिङ्क भयो थाहा छैन हिजो नट गोइङ टु बार्सा जान्छ त्यो बार्साले अफर गरेको त्यही नै जान्छ यो तीनटा चाहिँ हो साभिच को भनेको थिएँ मैले साभिच रामस्टेल साभिच तिनीहरुमा चाहिँ मिलिकोभिच साभिच भन्छु म त यतिमा चाहिँ मिलिकोभिच साभिच भन्छु 59% चान्सेस छ हैन जम्मा 12 मिलियन युरो हो के हामीले एउटा किपर अफलोड गराउन सक्ने हो भने ल्याउन सकिन्छ के गराउनु पर्यो उनीहरु फ्यानले पर्यो त्यो नबिस्टुको कारण लस हुन्छ भनेर होला त्यो 5 मिलियन पनि लिन मानेन होला त्यो 40 मिलियनले लिएर आएको किपरलाई अब के गर्ने भन्ने अर्को एरन रामस्टेल पनि छ 16 मिलियन युरोमा 57% चान्सेस छ त्यसमा पनि कुरा चाहिँ भइरहेछ एरन रामस्टेलसँग तर एरन रामस्टेलको चाहिँ लङ टर्म प्रोजेक्ट देख्दिन कि मलाई एरन रामस्टेल जब आर्सेनलले लियो नि हैन मैले इभन मेरो आर्सेनल फ्यान्सहरुलाई के आर्सेनल फ्यान सपोर्टर साथीहरुलाई मैले भनेको थिएँ के हि इज नट अ गुड किपर भनेर त्यो जस्तो त्यो एरन रामस्टेल भनेको कस्तो भन्दाखेरि सब्स्टिट्युट किपरको लागि चाहिँ राम्रो हो हैन नम्बर 2 चोइसको लागि नम्बर 1 चोइसको लागि लङ टर्म प्रोजेक्टमा एरन रामस्टेल सोच्न सकिदैन राइट त्यो इस्यु लाग्छ कि मलाई लाइक एउटा हाम्रो भिजन छ यो प्लेयरले यो किपरले यो पाराले खेलोस् भन्दा एकदम बेसिक किपर हो कि मिस्टेक्सहरु एकदम बेसी गर्दैन तर एक्स्ट्रा अर्डिनरी किपर छैन कि किपर लाइक माई थिङ्किङ इज हामीले डेभिड रायालाई रिप्लेस गर्न सकेका छैन त्यस्तो बेसी क्रिटिसाइज गरेको हामीले त्यो किपर होइन त्यो पछि गएर हि वाज अ लेजेन्ड एब्सोल्युट लेजेन्ड पछि ओ दयाले त्यस्तो मिस्टेक गर्यो यान गर्यो भनेर बसेका छौँ हामीले त्यस्तो किपरलाई समेत रिप्लेस गर्न सकेका छैनौँ द्याट इज आवर रिक्रुटमेन्ट त्यही त फेरि अर्को इस्यु के छ भने वी आर अलरेडी हैन 143 मिलियन युरोज लसमा छौँ कि ट्रान्सफर्सको केसमा लाइक हाम्रो त्यो जुन चाहिँ उसले भनेको थियो नि इनियस के अरे सर्जिमले भनेको थियो नि अलरेडी 143 मिलियन युरोज त हामीले तिर्नै बाँकी छ कि त्यो त त्यो आउटगोइङ अहिले पालि एकदम बेसी म्याटर गर्न लाग्छ त्यो डेड्युड त्यो उसको प्लानमै नभएको प्लेयरहरू धेरैवटा छ द्याट क्यान फेच अस गुड भ्याल्युज कि त्यो युथहरू टाइपले त्यो 1 मिलियनमा बेच्दैछ 950,000मा बेच्दैछ के गराएको छ त्यस्तो टाइप होइन कि गुड भ्यालु ल्याउन सक्ने 30-40 मिलियन 50 मिलियनसम्म ल्याउन सक्ने प्लेयरहरू छन् हाम्रो जुन ग्यामरिमको प्लानमा छ जान त्यो छैन भने छैन अब नयाँ ल्याउने प्लेयर रिक्रुट गर्ने ल्याउने त्यो हिसाबमा त्यो हल्का अहिले ट्रान्सफर विन्डो चाहिँ हरेक दिन नै नयाँ कुरा आउँछ कि जस्तो लाग्छ मलाई ट्रान्सफर विन्डोमा होइन त्यो आएन भने त अब द्याट अन्ली हो कि कस्तो मलाई अहिले पालि म्यान्चेस्टर युनाइटेड रिलेटेड जे न्युज आउँदा पनि ओके भने मात्रै भएको छ कि नो एक्साइटमेन्ट कि ओहो कुन आयो यार भनेर अब लास्ट क्वेसन अफ द भिडियो एज एन आउटसाइडर एज ए न्युट्रल सुरुमा म क्वेसन सोध्छु त्यसपछि आफ्नो ओपिनियन दिन्छु नेक्स्ट सिजनको एक्सपेक्टेसन म चाहिँ म्यान्चेस्टर युनाइटेड भन्दा नि रुबेन आमोरिमसम्म के छ भनेर भन्छु कि किनभने एज एन आउटसाइडर अर्को सिजन म्यान्चेस्टर युनाइटेडले नराम्रो खेल्यो भने म्यान्चेस्टर युनाइटेडमा अल आउट हुँदैन कि रुबेन आमोरिममा अल आउट जस्तो लाग्छ अब चाहिँ मलाई if you back him up well in the transfer window. If you back him up well. हैन मलाई चाहिँ के लाग्छ थाहा छ तल कुनियाको ल्याएर दिएको थियो त यार भनेर भन्छ हुँदैन मलाई चाहिँ के लाग्छ भने नेक्स्ट सिजन लाइक यो सिजन हाम्रो जुन यो 15 फिनिश छ नि हैन यो सिजन जुन भएको छ त्यो हिसाबले अर्को सिजन रुबेन आमोरिम चाहिँ मलाई सेफ छ जस्तो लाग्छ के किनभने वी अल नो प्लेयर्स आर नट गुड सबैलाई थाहा छ अब अभियसली मिडिया प्रेसर त युनाइटेडको कन्टेक्स्टमा जहाँ पनि हुन्छ टक्क नम्बर हुन्छ हैन तर अहिले अब के छ भने यामाले नयाँ साइन गर्यो रे कति पैसा के कति नथिङ हामीले चाहिँ 62.5 बिलियन रिलिज क्लज तिरेर अनि लिएर आएको भनेको सबैलाई सिम्पल एक्जाम्पल छ के सिन्से है अर्लिङ हाल्यान्डलाई 45 मिलियनमा किनेर लिएर आएको रे नो बडी
कसैले एउटा क्वेसन पनि सोधेन आवाज नै आउनु बन्द भयो त ल अब भन्नु त अब अर्लिङ हाल्यान्डलाई 45 मिलियनमा किनेर लिएर आएको रे कसैले एउटा क्वेसन उठाएन कि एकछिन के भयो आयो हेलो हेलो सुन्यो अहिले हेलो हेलो आवाज नै भनिरहेको सो मैले भनिरहेको चाहिँ त्यही हो क्या अर्लिङ हाल्यान्डलाई 45 मिलियनमा किनेर लगेर सिटीले होइन कसैले पनि ट्रस्ट गर्दैन यो कुरालाई होइन तर नो बडी रेज द क्वेसन के कसैले सोद्धा पनि सोधेन कि त्यही अलवेज म्यानीको केसमा चाहिँ त्यो इनफ्याक्ट त्यो फ्याब्रिजियोको पोस्टहरूमा पनि होइन यो क्वेसन सबले उठाउँछ कि खै त अस्ति तैँले प्राइसहरूको कुरा गरे फ्याब्रिजियोले केही पनि बोल्दैन हिनो म्यान्चेस्टर युनाइटेडमा जस्ट मैले प्राइस कोट गरिदिएँ भने मैले अलिकति बेसी इन्टरेक्सन पाउँछु त्यसमा भनेर जानी गर्ने हो कि मान्छेले त्यो एउटा त्यो उपाराको मिम पाराकै भइसक्यो त्यो त्यही अनि मलाई चाहिँ त्यो के लाग्छ भने यार ल ब्रुनोकै केस ल्याऊ होइन अब ब्रुनोलाई पठाउँदैछ अरे कति मिलियन पैसाकै कुरा आउँछ होइन ऱ्यासफोर्डको बारेमा यताउति यो कुरा गर्दाखेरि यत्रो हाइवेज दिएर राखेको छ कासेमिरोलाई 350 दिएर पर विक दिएर राखेको छ यहाँ त्यहाँ भन्ने क्वेसनहरू आउँछ होइन युनाइटेडको कन्टेक्स्टमा मिडियाहरूले त्यो हुन पनि हो खासमा युनाइटेडको नाम लिने बित्तिकै इट मेक्स अ बिगर न्युज होइन कतैबाट लाइक यिनीहरूलाई म्यान्युले बच्चा बेला पुरा ट्रमाटाइज गरेर राखेको हो यिनीहरूको आफ्नो त्यो खेल्ने बेलातिर फर्गसनको टिम आछ डाङडुङ हानेर गइदिएछ बाफ्रे पानी भन्न दिएको छैन बल्ल बदला लिन पाइरहेछ लिम्न यार पैसै कोट गर भए पनि लिम्न यार भन्ने कुरा भाषा रमाइलो गर मिडियाहरूलाई पनि उस्तै गरी आन्सर दिन्थ्यो नि त अनि एक्ज्याक्टली राफा बेनिटेज रोइरहेको हुन्थ्यो उसैले भनेको कुरा ठिक हो भन्दै कहाँ बिर्सिन्छ अरूहरू फ्यानहरूले यतिकै म्यानीको हेटर त्यस्तो बेसी बनायो त ल ब्याक टु पार्थको क्वेसन ल भन त पार्थ के भन्दैछु तिमीले पार्थले खासमा उ गरिरहेको चाहिँ के थियो भने एक्सपेक्टेसन रुबेन अमोरिमको एक्सपेक्टेसन भनिरहेको थियो होइन लाइक होइन मैले भनेको चाहिँ के थियो भन्दाखेरि अब एज अर्को सिजन म्यान्चेस्टर युनाइटेडबाट एक्सपेक्टेसन के हो किनभने नेक्स्ट सिजन म्यान्चेस्टर युनाइटेडले नराम्रो गर्यो भने म्यान्चेस्टर युनाइटेडमा होइन रुबेन अमोरिममा अल आउट छ जस्तो लाग्छ क्या मलाई अब तिम्रो ओपिनियन के भन्दै थियो भन त मेरो ओपिनियन होइन मैले खासमा क्वेसन सोधेको व्हाट डु यु गाइज थिंक अबाउट होइन उसो भए मेरो ओपिनियन भन्नु पर्दाखेरि हेर यस्तो अहिले नै क्वेसन उठिसकेको छ म्यान्चेस्टर युनाइटेडको विषय जुन हामीले कुरा गर्यो अहिले नै क्वेसन उठिसकेको छ बट नेक्स्ट सिजन एमोरिमको हिसाबको टिम बिल्ड गर्न दियो जसरी स्पोर्टिङमा उसलाई अल आउट गरेको थियो त्यहाँ पछाडि पनि उसले पर्फर्म गरेर देखाउन सकेन भने आई विल टेल यु दिस नट जस्ट 15 हामीले टप 5 फिनिस गर्न सकेन भने च्याम्पियन्स लिग फिनिस गर्न सकेन भने क्वेसन उठ्छ त्यहाँ उसको हिसाबले उसलाई ब्याकिङ दियो भने म्यान्चेस्टर युनाइटेडले तिमीलाई पुरा अब आएर 4 सिजन खेल बल्ल राम्रो गर आर्टेटा पाराले खेलाउ राम्रो गर्दै जाऊ नो द्याट्स नट म्यान्चेस्टर युनाइटेड्स वे वी आर अ भेरी बिग क्लब हामीलाई त आफ्नै त्यो स्ट्रेचर मेन्टेन गर्न पनि यो सिजन तँलाई मैले ब्याकअप जे जति प्लेयर चाहिरहेको छ बोर्डले तँलाई ब्याक गर्छ लि भनेर त्यो हिसाबले कुरा गरिदियो भने उसलाई नेक्स्ट सिजन रिजल्ट चाहिन्छ बोर्डलाई यु क्यान रेस्ट अस्योर्ड अफ द्याट मलाई यो सिजन चाहिँ त्यो किन लाग्दैन भने होइन म एब्सोल्युटली त्यो म किन मान्दिनँ यो सिजन भने चाहिँ फर्स्ट अफ अल हामीसँग पैसा छैन एक्ज्याक्टली त्यही भएर ब्याकअप दिन सक्दैन कि त्यो हिसाबले ब्याक गर्न सक्दैन त्यही भएर चाहिँ मलाई चाहिँ के लाग्छ भने रुबेन अमोरिमलाई एटलिस्ट पनि यो चाहिँ लङ टर्म भिजन हुनसक्छ क्या ब्लेसिङ इन डिस्गाइज हुनसक्छ जस्तो लाग्छ मलाई चाहिँ किनभने एक त हामी 15th फिनिस गरेर चाहिँ हाम्रो प्लेयर क्वालिटी सबैलाई थाहा छ अहिले राइट मिडियाले रुबेन अमोरिमलाई 10वटा क्वेसन सोद्धाखेरि इनियसले सिधै आएर रुबेन इज गोइङ टु स्टे विथ अस भनेर भनिदिएको छ कि त्यो भनेको के हो भने मिडिया स्पेकुलेसनलाई सबैलाई हटाएर होइन रुबेन त हामीलाई चाहिन्छ यो मान्छे यहाँ बस्छ भनेर भनिदिएको कि भेरी भेरी गुड थिङ त्यो रियलिस्टिक एक्सपेक्टेसन दिएर उसलाई म्यानेजरलाई ब्याक गर्नु त्यो गर्न सक्यो नि बब्बाल मिडिया प्रेसर आफ्नो ठाउँमा छ त्यो हो नै अभियसली तर फेरि यस्तो है त्यो लाइक गिभन टिममा इम्प्रुभमेन्ट्स देखिएको छैन केही छैन भने रुबेन अमोरिम जेडी मिडल अफ द सिजनमा पनि स्याक हुन सक्छ हैन त्यो चाहिँ देखिएको छैन भने स्टिल हामीलाई अब होइन अझै पनि 15-16 कै ब्याटल फाइट खेला जस्तो देखिन थाल्यो भने चाहिँ अनि चाहिँ रुबेन अमोरिम मिडल अफ द सिजन पनि स्याक हुन सक्छ मलाई चाहिँ त्यो एउटा चाहिँ मलाई किन मन पर्दैन भने नि सेन्से लास्ट सिजन जित्या हो क्या हामी हैन जुनमा हामीले युरोपा लिग फाइनल खेल्यो राइट जुनमा और मेको एन्डमा हैन युरोपा लिग फाइनल खेल्यो अनि एफए कप जित्यो हैन व्हाटएभर त्यो सबै उहरु भयो त्यसपछि वी डिसाइडेड
द क्लब डिसाइडेड द्याट टेन इज गोइङ टु स्टे विथ अस टेन होइन इज गुड या त्यो डिसाइड गर्यो फास्ट फरवर्ड अगस्तमा सिजन स्टार्ट भयो अक्टोबरमा हामीले स्याक गरिदियौँ कि होइन त्यो त्यस्तो डिसिजनले हुँदैन कि तिमीले ब्याक त्यो गर्ने भने यस्तो ब्याक थियो गर कि मलाई जहाँसम्म लाग्छ टेनाग त्यो जहाँसम्म कि त्यो अभियस फ्याक्ट नै हो टेनागले त्यतिखेर एफए कप नजितेको त्यतिखेर टेनागलाई निकालिसकेको हुन्थ्यो होइन मिडिया डिसिजन प्रेसरमा लिउँ आए यिनीहरू अब टिममा टेनागले बोर्ड खतरा खेलेको छ फ्यानहरूले टेनाग राख्नुपर्छ भन्ने जस्तो कुरा गरिहाले राख्न त राख्यो तर दे वर जस्ट लुकिङ फर मिस्टेक्स फ्रम टेनाग मौका पायो यही हो मौका यति बेला यसलाई रिप्लेस गरेर हटाइदिइहालौँ यसलाई त्यो चान्स दियो भने थाहा छैन पछि फेरि राम्रो खेलाइदिइहाल्ला कि भन्ने जस्तो अर्को एउटा प्रेसर होइन त्यो 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 भनेको त्यो चाहिँ पाराले गयो स्केपबोर्ड कि त्यो भयो टेनाको त्यो केसमा भने चाहिँ that स्केपबोर्ड was हो so थ्रोइङ messed up अन्डर द कि बस हो कि त्यो भने होइन थ्रोइङ अन्डर द बस हो एब्सोल्युटली स्केपबोर्ड गरे हो कि त्यो होइन तर यस्तो किनभने थियो टेनागले त्यतिखेर अपर्च्युनिटी उनीहरूले खोजिरहेको बेला टेनागले राम्रो एकदम मिठो प्लेटमा सजाएर अपर्च्युनिटी दियो कि त्यही त्यो इस्यु भयो नि त त्यहाँ पर्फर्म तिमीले भनेको प्लेयरहरू लिएर आइदिएको छ तिमी ट्रान्सफरसँग खुसी छौ ओनाना तिमीलाई चाहिएको थियो ओनाना लिएर आइदिएको छ तिमीलाई जो प्लेयर भनेको छु जर्सीहरू भनेको छु जे भनेको छु लिएर आइदिएको छ होइन अब तिमी पर्फर्म गरेर देखाऊ भन्दा तिमीले वायात पर्फर्मेन्स देखाइदिएको छौ एन्थोनी अनि खेलाइछौ तिमीले अहमदलाई अग्रिड बेन्च राख्दैछौ होइन तिमीले अग्रिड है आफ्नो खुट्टामा तर पन्जर हामीले हानेकै हो होइन त्यो आफ्नो त्यो यु हेभ जस्ट गिभेन देम इभन मोर थिङ्स टु स्पिक अबाउट यु अनि बोर्डलाई पनि सजिलो भइदियो कि तिमीलाई निकाल्न त्यो त्यो तर त्यो हामीले गराइदियो कि होइन तिमीले सेन्से त्यो माने मैले होइन तर हामीले 9 घन्टा के 9 घन्टा अरे 9 गेम विकमा टेनागको नेक्स्ट सिजन डिसाइड गरिदियौँ कि हामीले 9 गेम विकमा ट्रु या 9th गेम या त्यो चाहिँ हामीले त्यो ऱ्यास डिसिजन त्यो अलिक क्विक उसमा तर आई डु बिलिभ त्यतिखेर लाइक कन्भर्सेसनहरू पनि त्यही पाराको कस्तो खालको कन्भर्सेसन चलेको होला जेडी टेनागलाई तेरो के छ प्लान यसरी नै खेलाइरहेको छौ तैँले त प्लेयर पनि पाइसकिस् यही हो यसरी नै खेलाउने भनेर भन्यो होला टेनागले होइन यो पाराले नै खेलाएर टिमले इम्प्रुभ गर्छ नि भन्ने कुरा आश्वासन दिँदै गएको हो कि होइन त्यो इन्टरनल कुराहरू धेरै हुनसक्छ आइ एम नट टेलिङ यु टेनागलाई निकाल्नु वाज अ ब्याड डिसिजन आई एम टेलिङ यु कि टेनागलाई निकालेर एमोरिम टाइपको कोचलाई मिडल अफ द सिजनमा तिमीले लिएर आउनु वाज अ ब्याड डिसिजन कि त्यही भने कि त्यही भने त्यो के भने मेरो के इस्यु भने चाहिँ बी टेनाग बोल्ड निकाल्नु वाज नट अ त्यो टेनाग अलरेडी रडारमा थियो यिनीहरूको त्यो नराम्रो खेल्छ कि त्यो जान्छ टेनाग भन्ने कुरा सबलाई थाहा थियो कि इनफ्याक्ट टेनागले जतिखेर स्याक गर्यो हामीले बेसी क्वेसन बेसी उस पनि गरेनौँ कि अब त ठिकै छ यार राम्रो पर्फर्म नै गरेर देखाउन सकेको छैन भन्ने जस्तो भएको थियो 9 गेम्समा पनि आफूलाई प्रुभ गर्न सक्नु इज अ गुड वुड हेभ बिन अ गुड थिङ छैन नि तिमीले टिम पाइसकेको अब त गर यार भनेर भन्दा पनि मेरो पोइन्ट के मात्र हो भने लुई भानलले एफए कप जिताएपछि पनि होइन द क्लब मेड द डिसिजन कि हिज गोइङ टु गो त जा अब चाहिएन भनेर डिसाइड गरे हो क्या टेनाको केसमा त्यो डिसाइड किन गर्न नसके गरिदेऊ न फालिदेऊ जब रुबेन अमोरिमसँग कुरा गरिसकेको छ भने फालिदेऊ न तिमीलाई वी वान्ट टु मुभ इन अ डिफरेन्ट डिरेक्सन भन्ने छ भने छ त्यही त इट इज वाट इट इज नि यार अब त्यतिखेर उनीहरूलाई फेरि त के अरे गेराथ साउथगेट चाहिएको थियो एमोरिम त 81 यो सिजन आएर को कुरा हुन थाल्यो लिएर आइदियो भन्ने कुरा भयो लास्ट सिजन उसलाई स्याक गरेर साउथगेट लिएर आइदिएको त म म्यानीको यो सिजन एउटा गेम पनि हेर्दै थियो होला यार सिरियसली नै सो या आजलाई यति नै गरौँ होला 1 घन्टा भइसकेको छ कुरा गर्न थालेको पनि भइसकेको छ एनिथिङ एल्स एनिथिङ एल्स यु लाइक टु एड खासै यार मलाई चाहिँ त्यही हो रियलिस्टिकली हेर्ने हो भने के पनि होप छैन जस्ट प्ले गुड फुटबल मलाई अनि अभियसली अर्को एउटा के हुन्छ नि होपिङ त्यो पनि लाइक नट भित्रबाट होपिङ टु डु बेटर देन दिस सिजन द्याट्स इट अहिले चाहिँ अनि फेरि मलाई त्यो हुन्छ मेजोरिटी फ्यानहरूलाई छ त्यस्तो होइन मलाई चाहिँ छैन क्या मलाई वी वान 20 लिग्स होइन लिभरपुलले यत्रो राम्रो खेलिरहेछ गरिरहेछ देव जस्ट गन इक्वल टु अस भर्खर दिनहरू पनि विषय भयो अर्को सिजन फेरि जित्यो भने 21 हुन्छ जस्ट वान अब अस होइन जुन चाहिँ हामीले अर्को 3-4 सिजनमा गर्न सक्छौँ सो नो रस के मलाई चाहिँ रस छैन बनाउनु टिम बनाऊ यार टिम बनाऊ लिएर जाऊ बिस्तारै लिएर जाऊ कि आर्टेटालाई त्यत्रो सिजन दिइसकेको छ एउटा एफए कपको भरमा भनी होइन त्यो टिमले आर्सेनललाई क्रिटिसाइज गरेर दे हेभ नट वन एनिथिङ अर त्यो तर आर्सेनल भनेको अहिले कुन खतरा क्लब छ यार प्रिमियर लिगमा भन्दाखेरि आर्सेनलको नामै जप्दियो अरे कि देयर इज या म्यान्चेस्टर युनाइटेडको त्यसमा त्यत्रो बेसी अपर्च्युनिटी पाउँदैनौ त्यति लङ टाइमसम्म पाउँदैनौ चान्स तर एटलिस्ट ट्रस्ट चाहिँ गर्दैनौ न
कम्प्लिटली त्यही- नयाँ सिस्टममा जान खोजिरहेछ भने डु ट्रस्ट द म्यानेजर। होइन मेरो भनाइ चाहिँ त्यो अर्को सिजन चाहिँ कम्प्लिट अर्को सिजन 38 गेम्स होइन फर द नेक्स्ट सिजन सपोर्ट गरिदियो ब्याक गरिदियो कि त्यो मिड सिजनमा तैँले 3 गेम राम्रो खेल्नु छ भने चाहिँ त क्वेसन आउँछ है भनेर नभनिदियो कि निकाल्नु छ निकाल सिधै सिजन एन्ड भएपछि निकाल तर यो 38 गेममा केही नहोला। फ्यान्स इभन म्यान्चेस्टर युनाइटेड फ्यानहरू चाहिँ दे नो त्यो हाम्रो उसमा डिभाइडेड नै छ कि फ्यान एमरिमले जति राम्रो गरे पनि यसले खै त च्याम्पियन्स लिग जिताएको अब हामी खेलेको पनि छैन च्याम्पियन्स लिग खै त च्याम्पियन्स लिग जिताएको भनेर त्यो क्वेसन आउँछ नेक्स्ट सिजन होइन त्यस्तो पनि फ्यान छन् हाम्रा होइन एब्सोल्युट मोरन्स तर त्यो सपोर्ट गर्नेहरू पनि धेरै छन् कि बुझिसकेको छ यो प्लेयर एफसीबाट टाढा जाउँ म्यानेजरलाई ब्याक गरौँ म्यानेजरलाई सपोर्ट देखाउँ क्लबलाई सपोर्ट देखाउँ भन्ने टाइपको छ नै अनि इनियस इभन लाइक यताउति वाइयर डिसिजन हुँदै पनि आई डु बिलिभ उनीहरूमा अलिकति फुटबलिङ ब्रेन चाहिँ छ कि त्यो कुरा चाहिँ छ यिनीहरूले फुटबलिङ डिसिजनहरू चाहिँ लिन्छन् भन्ने जस्तो लाग्छ कि मलाई। सो लेट्स सी अहिले त त्यस्तै एकदम होप त राख्ने कुरै भएन म्यानीसँग। ल द्याट्स इट फर टुडे थ्याङ्क यू सेन्से दाइ फर कमिङ होपफुली विल सी यु धेरै भिडियोहरुमा ल कुराकानी गरौँला फेरि अगाडि विल सी यु on our next video live anything. Let's see you guys. Do like, share and subscribe.